फेमस हुनलाई यो जे पनि गर्ने परिपाटी छ नि यो बालेन सरको पालामा मात्र होइन पुरानै पालादेखि यो फेमस हुने जुन प्रचलन छ नि जब रियालिटी जब टाइमले मागेको थियो आउनुभयो यदि विदेशको मान्छेलाई भोट हाल्न नदिने हो विदेशमा बसेको नेपालीले नि त्यहाँको रेमिटेन्स चाहिँ लिने हामी लाज मान्नुपर्छ ब्याङ्क प्रफिट मेकिङ अर्गनाइजेसन बनाउने हो 16% अहिले घटेर 8% आज लोन लिने कोही छैन यत्रो 30-35वटा ब्याङ्क किन खोल्नु परेको थियो जुन देशमा ब्याङ्क व्यापार गर्छ नि त्यो देशमा व्यापार कहिले पनि उठ्न सक्दैन कि नेताहरू पनि फेरि पनि आउन सक्नुहुन्छ चुनावमा आउन सक्नुहुन्छ होइन डेमोक्रेसी भने त्यही हो उहाँहरू उठ्नै पाउनुहुन्न भन्ने कुरा त म मान्दैन अब हामी जिताउँछौँ भने त त्यो त हाम्रो गल्ती हो नि त पूर्व प्रधानमन्त्री केपी ओली जस्तो माइन्डसेटको सेनापति भइदिए भए के हुन्थ्यो ल भन्नुहोस् होइन अरू बेला नभए पनि घर जाने बेला नेताहरू पनि बसमै जानु पर्यो के टिकट काटेर जानु पर्यो फिल भइहाल्छ कस्तो सडक उहाँहरूले बनाउनु भएको रहेछ क्या नेपाली दयालु स्वभावका छन् नेपालीहरू 3 दिन अगाडि आगो लगाउँदै थिए त्यसपछि गएर सफा गरिरहेको थिए पुलिससँग गएर फेरि हातमालो गर्दै थिए चुनाव हुनुपर्छ तर म भोट हाल्दिनँ ल मैले ओपनली भने म भोट हाल्दिनँ मेरो भोटिङ कस्टलाई सस्तो बनाउनु न तपाईँ चुनाव खर्च मात्र घटाउने कुरा गर्नुहुन्छ जनताको पहिला खर्च घटाउनु न गणतन्त्र आउने बेला राजाहरूको मूर्ति चाहिँ नफालिनु पर्ने हो कुनै दिन हेर्नु यही सिक्छन् पब्लिकले तर लास्टमा कसैले हिम्मत चाहिँ कोही एकजनाले गरिदिनु भयो होइन अब म सिधा भनौँ न बालेन शाहको ठाउँमा राजु पाण्डेले हिम्मत गरेर त अर्थ छैन नि त यत्रो हुन्छ स्ट्याटस लेखा जस्तो कहाँ इजी हुन्छ यार हामी यहाँ अहिले पोडकास्टमा कुरा गरे जस्तो इजी छैन नि त एकदम कडा इन्टरभ्यू हुनु पऱ्यो क्या यो राज्य सेवामा जो जाने मान्छे हो नि सिफारिसमा जागिर खुवाएर हुन्छ लोकसेवामा जाने मान्छेको मेन्टालिटी चेक गर्नु पर्यो उसमा धनी भन्ने ख्वाब हुनु भएन के रेजिस्ट्रारको सर आनन्दले चाइना घुम्न जानुभएको थियो कि निर बुझ्नु पर्दैन उहाँको पो तलब आउँछ सरकारी कर्मचारीहरूको मात्र तलब आउँछ एकचोटि उहाँको तलब बन्द होस् त अब हेर्नुहोस् मेन पावरभित्र म तपाईँलाई यो कुरा खोलिदिन्छु होइन मेन पावरभित्र आज पब्लिक ठगिनुको पछाडिको रिजन सरकार रहेछ कि डिजिटली हामीले भोट हाल्ने व्यवस्था ल्याउनुहोस् यही इलेक्सनमा रिभोल्युसन के हो थाहा भइहाल्छ सुजन गुरुङ एउटा सिङ्गल टार्गेट भयो नि त बिचरा होइन मेरो घर इम्पोर्टेन्ट कुरा हो कि सिंहदरबार इम्पोर्टेन्ट कुरा होइन कि त्यो त सागर ढकाललाई थाहा होला नि त भोट कसरी चोरी भएको थियो भन्ने कुरा डरले धुरामुलाई थाहा होला अब झेल्नुहोस् न त अलिअलि हेलो एभ्रिवान आफ्टर लङ टाइम फेरि हामी पोडकास्ट लिएर तपाईँहरू समक्ष उपस्थित हुँदैछौँ हामीले पहिला पनि 3-4वटा एपिसोडहरू अपलोड गरिसकेका छौँ तर केही कारणवश टेक्निकल इस्युज भन्नुहोस् या देशमा विभिन्न तरिकाका तरङ्गहरू आइरहेका थिए परिवर्तनका फेजहरू सबैजनाले एक्सपिरियन्स गर्यौँ यसै बिचमा हामीले पनि छोटो ब्रेक लिएका थियौँ र फेरि हामी कन्टिन्यू गर्दैछौँ र आजको हाम्रो फेरि सुरुवातको फर्स्ट एपिसोड भनौँ हाम्रो भर्खरै गएको चाहिँ जेनजी रेभोल्युसन जुन प्रोटेस्ट भदौ 22 र 23 र 24 गते 2 दिन गयो र ठुलै परिवर्तन हामीले महसुस पनि गऱ्यौँ र अब हाम्रो जेनजी रेभोल्युसनले के कुरा खोजेको थियो र अपकमिङ डेजमा हाम्रो देशको धरातल भन्नुहुन्छ अथवा हाम्रो राजनीतिक धार भन्नुहुन्छ अथवा देशले कस्तो नेतृत्व पाउनेवाला छ र यो अपकमिङ डेजमा चाहिँ नेपालले कस्तो लिडरसिप पायो भनेदेखि चाहिँ साँच्चीकै देशले एउटा परिवर्तनलाई चाहिँ अँगाल्न सक्छ भन्ने कुराहरू चाहिँ डिस्कसन गर्नका लागि अघिल्लो एपिसोडमा पनि उहाँलाई इन्भाइट गरिसकेका थियौँ त्यति बेला पनि हामीले पोलिटिकल सिनारियोसँगै उहाँ बसेर डिस्कसन गरेका थियौँ कतिपय हामीले एजुम्सन गरेका कुराहरू त्यो एपिसोडमा पनि रिलेभेन्ट भएका थिए अहिलेको डेजमा आएर र अझै पनि यसलाई तरङ्गित बनाउनका लागि यस्तै धेरैजना युवाहरूलाई उहाँ जेनजी समूहमा नपरे पनि उहाँको इन्साइट अहिलेको पुस्तालाई एकदमै धेरै भ्यालुएबल हुनेछ भन्ने अपेक्षा लिएर उहाँसँग हामी कुराकानी गर्दैछौँ उहाँ हुनुहुन्छ फाउन्डर एन्ड सिइओ नेपाल स्टिम अलायन्स सँगसँगै उहाँले अहिले नलेज एक्सचेन्ज एउटा अर्गनाइजेसन रन गर्दै आइराख्नु भएको छ र उहाँलाई म आजको हाम्रो पोडकास्टमा स्वागत गर्न चाहन्छु थ्याङ्क यू नवीन वान सेकेन्ड इट्स भेरी भनौँ न धेरै पछि हामी फेरि कुरा गर्ने मौका मिल्यो हामीले लास्ट एपिसोडमा पनि फेरि अगाडि पनि हामी छलफल गर्नेछौँ भनेको थियौँ ठ्याक्कै हामी छिट्टै भेट भयो यस त्यो मलाई फेरि मौका दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद ओके आज अघि पनि मैले मेन्सन गरेँ आजको टपिक भनेको टिपिकल अब के हुन्छ त होइन कहाँबाट सुरु भयो के हुन खोजेको थियो भन्ने कुरालाई नै हामीले जोडेर आजको यो डिस्कसनलाई हामीले अगाडि बढाउँदैछौँ ताकि भोलिका दिनमा जसले पनि एपिसोड हेर्नुहुन्छ 1 जना 2 जना 10 जना उहाँहरूलाई पनि केही न केही एउटा आइडिया मिलोस् हो तपाईँलाई सिम्पली सुरुवात गरौँ जेनजी जेनेरेसनबाट तपाईँलाई के लाग्छ किन चाहिँ अहिलेको जेनेरेसन जेनजी जुन हामीले जेनजी पुस्ता भनेर भनिरहेका छौँ 1997 देखि 2012 सम्मको जुन जेनेरेसन छ यो जेनेरेसन प्रिभियस जेनेरेसन भन्दा चाहिँ अझै एक्टिभ र भोकल भएको जस्तो महसुस हामीले गरेका छौँ यो वास्तवमा उनीहरूभित्र आएको इन्लाइटमेन्ट हो या परिस्थितिले नै उनीहरूलाई यस्तो बनाएको छ किन चाहिँ मान्छेहरू चाहिँ अलि एक्टिभ देखेको जस्तो लाग्छ पहिलाको जेनेरेसन जुन हामीले 1997 भन्दा पहिलेको जेनेरेसनलाई कम्पेयर गर्दाखेरि जुन मिलिनियर्सको पुस्ता त सबैभन्दा साइलेन्ट पुस्ता भनेर पनि भन्दाखेरि फरक नपर्ला जुन तपाईँहरू पर्नुहुन्छ त्यसमा अहिलेको जेनेरेसनमा चाहिँ के कुराले चाहिँ यो चाहिँ भाइब्रेट गराइराखेको छ भन्ने कुरा किन चाहिँ यस्तो भइराखेको छ कि सो
हामीले यसलाई कसरी बुझ्नुपर्छ भन्दा जस्तो म जन्मेको कति वर्षपछि मैले मोबाइल चलाएँ हो म 1985 मा जन्मेँ अहिले म 41 रनिङ छ होइन सो म 1985 मा जन्मेँ अनि मैले मोबाइल चलाएको मलाई याद छ होइन स्मार्टफोन हुन्थेन त्यो बेला फर्स्ट टाइम मोबाइल आयो फर्स्ट टाइम हामीले युज गऱ्यौँ त्यो भनेको 2062 सालतिर जस्तो लाग्छ मलाई है लामै लाइन थियो एनटिसीमा सो त्यो लाइनमा बसेर मैले पनि सिम लिएर मोबाइल चलाएको होइन सो एक्सेसिबिलिटी भन्छ नि पहुँच राजनीतिमा पनि बहुत महत्त्वपूर्ण छ होइन इन्टरनेटले अनि यो जेनेरेसन जुन छ उनीहरू सँगसँगै नै अहिलेको जेनेरेसन जुन जन्मिँदै मोबाइलै लिएर जन्मिन्छन् होइन सो डेफिनेटली हामीलाई भन्दा बढी एक्सेस चाहिँ होइन इन्टरनेटको सूचनाको होइन अब हामीले कुनै पनि कुरा सिक्नु पर्दा हामी पत्र पत्रिकामा निर्भर गर्थ्यौँ नि त होइन टेलिभिजनहरूमा निर्भर गर्थ्यौँ आजको डेटमा त मान्छे कतिसम्म भनौँ न सूचना प्रवाहको स्पिडले पनि यो रिभोल्युसन भएको हो होइन अब जुन इम्प्याक्टमा भयो नि यो त सबैजना आश्चर्यचकित छन् के अनेस्टली भन्दाखेरि अहिले आएर जुन नेताले जेसुकै भन्नुभए पनि होइन हाम्रो पूर्व प्रधानमन्त्री केपी ओलीज्यूले जे भने पनि होइन अथवा शेरबहादुर देउवाले जे भन्नुभए पनि होइन अथवा दोस्रो पुस्ताको नेताहरूले जे जसरी विश्लेषण गरे पनि अनेस्टली कसैलाई पनि यसको एक्ज्याक्ट आज पनि थाहा छैन के भयो भन्ने कुरा के हो मलाई लाग्छ आज पनि थाहा छैन के थाहा पाए जस्तो गर्नु उहाँहरूको बाध्यता हो बाध्यता अब स्वीकार गरे पनि सायद चाँडो पहिचान गर्न सकिन्थ्यो स्वीकार त आज पनि गर्नुभएको छैन उहाँहरूले होइन कसैले व्यक्त गर्नुभएको छ होइन कसैले भनौँ न कन्फ्रन्ट नै गर्ने गरी पनि एक्सप्रेसिभ मुडमा हुनुहुन्छ कुनै पार्टीका नेताहरू उहाँहरूको आफ्नो बाध्यता होला पार्टीगत बाध्यता होला होइन अब पोलिटिक्स सबैभन्दा माथि राजनीति भने सबैभन्दा माथिको नीति हो नि त यहाँ हामी आम मान्छेले बुझ्ने भन्दा धेरै कुराहरू हुन्छन् त्यो गेमभित्र होइन तर आजको स्थितिमा उहाँहरूले पनि आफै बुझ्ने अवस्था चाहिँ छैन होइन सो यो जेनेरेसन भन्दा पनि यो पुस्ताले के चिजको पहुँच पायो होइन के चिजको एक्सेसिबिलिटी पायो यो पुस्ता कस्तो इन्भाइरोमेन्टमा हुर्क्यो बढ्यो हामी जोइन्ट फ्यामिली सिस्टममा हुर्क्या बढ्या हो नि त होइन यो पुस्ता एक्लो छ के होइन यो पुस्ता यस पछाडिको पुस्ता एक्लो छ होइन न्युक्लियर फ्यामिली सिस्टम छ अझ सेपरेटेड फ्यामिली सिस्टमहरू छ होइन सिङ्गल मदर सिङ्गल फादरले रेज गरिरहेछ होइन एउटा इन्टरनेट चलाएर फेसबुक चलाइरहेको अवस्था हो त्यहाँ केही कारोबार पनि गरिरहेको अवस्था होइन जस्तो आफ्नै भिडियोहरू बनाएको छन् टिकटकबाट पनि काम गरिरहेछन् मान्छेहरूले होइन त्यहीँभित्र पनि मान्छेहरूले भनौँ न डिजिटल एउटा मार्केट क्रिएट गरेर इन्जोय गरेर हो नि त ऊ कसैलाई डिस्टर्ब गरेर होइन नि त होइन हिजोको डेटमा हामीसँग अप्सन के थियो जे राज्यले दिन्थ्यो अथवा जे हाम्रो सोसाइटीले दिन्थ्यो जे हाम्रो फ्यामिलीले दिन्थ्यो त्यो मात्र थियो नि त आज पुरा वर्ल्ड एकतिर छ र डिजिटल वर्ल्ड अर्कोतिर छ नि त अनि त्यो दुनियाँमा ऊ रमाइरहेछ के उसको ड्याड घरमा छ कि छैन उसको ममले टाइम दिएको छ कि छैन होइन त्यहाँ रमाइरहेछ अनि त्यो चिज पनि होइन मानवीय संवेदनाको कुरा गर्नुहुन्छ उहाँहरू होइन बुझ्नु पऱ्यो नि त होइन बुझ्नको निम्ति सबभन्दा ठुलो कुरा मान्छेले उमेर अनुसार स्वीकार गर्न सक्ने क्षमता के अघि भर्खर एकजना साथीसँग म बस्दै थिएँ उसले भन्दै थियो कि चेत तपाईँ कसैको चेन्ज गर्न सक्नुहुन्न के मानिसको चेत यस्तो हुन्छ आफू त जान्छ अब त्यसले श्राप दिएर जान्छ कि होइन वरदान दिएर जान्छ भन्ने कुरा चाहिँ उसको चेतमा डिपेन्ड गर्छ क्या सो मान्छे लिडर चाहिँ पोजिसनले हुँदैन भन्ने कुरा यहीँबाट थाहा हुन्छ क्या यहाँ कोही मान्छे मर्दियो भने पनि बाधा छ र बाँच्दियो भने पनि यो देशलाई बाधा छ को हो म भन्दिनँ सबैले बुझ्या छन् सबैले बुझ्या त्यो कुरा चाहिँ सो त्यो यो अप्ठ्यारो के जस्तो हेर्नु न जेनजी रिभोल्युसन भयो अनि सबजना शान्त थियो कसैले केही बुझि नै रहेको थिएन घर जलाएको थियो नि त यहाँ हाम्रो सानो एउटा केही सामान हरायो भने हामीले लगाउने एउटा जुत्ता अथवा सक्स पनि हरायो भने हामीलाई टेन्सन हुन्छ आँखा अगाडि घर गयो नि त होइन त्यो सकमा मान्छेमा चेत्ता आउँछ नि त त्यो त हेर्ने हो भने त यति टार्गेटेड देखिन्छ नि यति अर्गनाइज देखिन्छ होइन कि कसरी त्यो अर्गनाइज हुन गयो यो चाहिँ यो भनौँ न डिजिटल वर्ल्डको अहिले जुन किसिमले ग्रोथ छ सोसियल मिडियाहरूको अल्गोरिदम नै एकदम स्ट्रङ हो कि होइन यसको क्लियर एन्सर 23 गते तपाईँको सुरुवात हुनुभन्दा पहिला त कसैलाई पनि यसको एजुम्सन नै थिएन कि हामी यहाँसम्म पनि पुग्न सक्छ यो प्रोटेस्ट भन्ने कुरा त कसैले कल्पना अहिले तपाईँले भने जस्तै अहिले पनि कसैले कल्पना गर्न सक्दैन हाउ इट स्टार्टेड भन्ने कुरा होइन हामीले अलिअलि धेरैजना अहिले भन्ने कुरा के हो भन्दाखेरि टिकटकमा क्याम्पेन भइरहेको थियो डिस्कर्डमा ग्रुप डिस्कसन पहिला नै सिंहदरबार चलाउनुपर्छ भनेर भइराखेको थियो भन्ने कुराहरू मात्रै अहिले सुन्न पाइन्छ तपाईँले सुनेको पनि त्यही हो
मैले सुने पनि त्यही हो। त्यो उसको बिवनमा गएर कसैले पनि एक्सप्लेन गर्ने, इभन मलाई त के लाग्छ भने कसले सुरुवात गर्यो उहाँहरूलाई पनि थाहा छैन क्या किन सुरु भएको भन्ने कुरा चाहिँ मलाई त्यस्तो लाग्छ। प्रोटेस्ट त योभन्दा पहिला पनि जति पनि भयो कति पनि भयो तपाईँहरूले देखिराख्नु भएको छ। 2046 सालदेखि नै परिवर्तनका लागि कति लडिराख्यो होइन, थुप्रै परिवर्तनका लागि आन्दोलनहरू भए। तर यो जेनजी आन्दोलन चाहिँ कसरी डिफ्रेन्ट हुन गयो क्या पहिलाको कम्पेरिजनमा। अब यो आन्दोलन जेनजी उमेर समूहसँग जोडिनु पनि पर्छ होइन, उहाँहरूकै आन्दोलन हो। तर यो एकै पुस्ताको मात्र आन्दोलन चाहिँ थिएन के होइन। सुरुवात एक पुस्ताबाट भए पनि तर जुन मेरो छोरी अहिले 18 वर्षको भयो होइन। सो मेरो छोरीले जे भोगिरहेछ फ्यामिलीभित्र उसको बाउले के व्यवस्था पाएको छ भन्ने कुराको रिजल्ट न उसले भोगिरह्यो। सो जोइन्टली थियो नि त होइन। त्यो आन्दोलनकै दिन मेरो छोरी पनि जान्छु भनेको थियो, अनि स्कुल ड्रेसमा गएपछि केही पनि हुँदैन भनेको थियो होइन। अनि म 9 बजे नै माइती घर गएको थिएँ सिचुएसन हेर्न, अनि केही पनि थिएन त्यहाँ होइन। नर्मल भर्खर आउँदै थियो कि मान्छे, पसलमा बसेर चिया खाने बेला पनि कुरा गर्दै थियो जानुपर्छ भनेर, स्कुल ड्रेस लगाएको भाइ बहिनीहरू होइन। अनि त्यसपछि म फेरि बाइक लिएर म ठ्याक्क यो के भन्छ संसद भवन अगाडि पनि गएँ। खै किन गएँ थाहा छैन होइन। मैले हेरेँ त्यहाँ पनि नर्मल नै थियो, तर अनि त्यसपछि मैले छोरी लगाएर भने कि नजाऊ भने है, त्यस्तो केही पनि देखाएको थिएन जबकि मोमेन्ट। अनि मैले भने कि मलाई खै 6 सेन्स के त्यो आयो होइन भाइब्स कि नर्मल समथिङ इज गोइङ टु ह्यापन, केही ठुलै हुने मैले सेन्स गरेको थिएँ कि। अनि हुँदैन भनेर मेरो छोरी मसँग मलाई जान दिनु भएन होइन, रिभोल्युसन गर्न दिनु, हामी त्यो प्लेकार्ड देखाउने भन्दै थियो। मैले एउटा बाबुको हिसाबले जान पनि दिएन होइन। मैले एउटै चिज भनेको थिएँ कि गोली त चल्छ, खै मलाई त्यो भाइब्स आएको थियो कि। अनि हामी अफिसमै थियौँ, लाइभ हेरिरहेको थिएँ, अनि चल्ने बित्तिकै मैले भनेको कुरा त ठिक हो भनेर साथीभाइहरू देखाउन आउनुभयो कि। अनि दोस्रो दिन पनि मेरो प्रेडिक्सन थियो कि अझै हुन्छ। त्यो त कति बेला क्लियर भइसकेको थियो भन्दाखेरि हामी पनि तपाईँले भने जस्तै 12 बजेसम्म 23 गतिको 12 बजेसम्म कुनै पनि मुभमेन्ट नै थिएन। भर्खरको स्टुडेन्टहरू तपाईँले भने प्ले कार्ड ब्यानर बोकेर यो बाटो हिँडिराखेको थिएँ कि म कलेज, हाम्रो इक्जाम थियो त्यो बेला, कलेज जाने बेलासम्ममा। अनि 1 बजेपछि त गोली चल्न सुरु भइसक्यो भनेपछि त यो कता कता हेर्दाखेरि लिडरसिपको लापरवाही पनि हो। किनकि एउटा सामान्य भिडलाई रोक्न नसक्नु त लिडरसिपले केयरलेस गरे त भन्नु पऱ्यो नि। यस्तो हुन्छ कि अब नेतृत्व भन्ने चिज बहुत महत्त्वपूर्ण छ कि होइन। नेतृत्व भनेको चाहिँ हुन त सङ्गठनलाई रिप्रेजेन्ट गर्छ त्यसले होइन, एउटा कन्ट्रीलाई पनि रिप्रेजेन्ट गरिरहेको हुन्छ प्राइम मिनिस्टर भन्ने पोजिसन रोल भनौँ न होइन। तर संसारमा वर्ल्ड वार किन भयो भन्ने क्वेसन छ नि त होइन। त्यो बेला कुन कन्ट्रीका लिडर कस्ता थिए कि, दुईटा त्यस्तै भेट्यो नि त, हुनसक्छ नि त होइन। सो लिडरको बिहेभियरले पनि धेरै कुरा निर्धारण गर्छ कि। फर इक्जाम्पल त्यो बेलाको प्रधानमन्त्रीको ठाउँमा अब मानौँ न हाम्रो पूर्व राष्ट्रपति रामवरण यादव भएको सिचुएसन आउँथ्यो त आउँथेन होला। बिहेभियरले धेरै कुरा डिफाइन गर्छ कि होइन। अब हुने कुरा त भइसक्यो होइन, सबैको आफ्नो आफ्नो समीक्षा होला होइन। तर हामीले कुनै पनि घटनालाई एक्सेप्ट गरिदियौँ भने, स्वीकार गरिदियौँ भने अग्रगमन भन्छ नि, अगाडिको बाटोले निकास पाउँछ क्या। अनि आज पनि 12मा थाहा पाउनुभयो होइन, 12मा आज फेरि जाँदै हुनुहुन्छ। ठिक छ, पार्टीको हिसाबले उहाँहरूले गर्न पाउनु पर्छ होइन। एकातिर उहाँहरू चुनाव पनि गर्न सकिन्न भन्नुहुन्छ होइन। अब मलाई त लाग्दैन उहाँहरूले त्यो भन्ने नैतिक आधार छ जस्तो। मलाई एउटा सिटिजनको हिसाबले म कुनै यो पार्टी ऊ पार्टीमा कहिले आबद्ध पनि छैन, इभन म जेनजीमा पनि कतै आबद्ध छैन। मेरो छोरी चाहिँ जेनजी उमेरको भयो होइन। अब मैले एउटा भनौँ न एउटा कुनै यो देशको एउटा नागरिकको हिसाबले मात्र मैले आफ्नो विश्लेषण दिएँ। तपाईँलाई मैले अगाडिको पोडकास्टमा पनि भनेको थिएँ नि, त्यो एकदम भाइरल पनि भएको थियो होइन, कि यो देशको चाहिँ बालेन ल्याए पनि होइन, गगन थापा ल्याए पनि होइन के हुनेवाला छ। मैले त्यही बेला भनेको थिएँ कि प्रब्लम व्यवस्थासँग छ। मैले अझ स्पेसली ब्युरोक्रेसीमा मेरो क्वेसन बढी थियो कि आज जेनजी भाइ बहिनीहरूले भ्रष्टाचारको कुरा गर्नुपर्छ, यो केही गर्नै पर्दैन नि। काठमाडौँमा यत्रो घर कसरी बन्छ भने के 50,000 स्यालेरीले घर बन्छ, त्यसमा मेरो बुवा पनि पर्न सक्ला। त्यो दोस्रो कुरा भयो कि, त्यो दोस्रो एजेन्डा भयो कि होइन। मैले फेरि कोही अब त्यो भयो नेपाल फेरि यति अप्ठ्यारो छ कानुन होइन। अब आफैलाई ट्र्यापमा हाल्ने गरी बनाउनु भएको छ उहाँहरूले कानुन। उहाँहरूले कानुन यसरी बनाउनुहुन्छ कि हिजोसम्म मान्छे प्रेममा भएको मान्छे अर्को दिन बलात्कारी हुने गरी कानुन बनाउनु भएको छ। कसरी त्यस्तो इनपुट गयो, फेरि यसमा आवाज उठ्ला होइन। फ्याक्ट कुरा त्यही हो नि त, भिक्टिम त जेन्डरको आधारमा भन्ने कुरा हुँदैन। मैले खालि इक्जाम्पल मात्र दिए हो है। सो त्यसले गर्दाखेरि उहाँहरूले
अरूलाई ट्र्यापमा पार्ने गरी चिजहरू बनाउनु भयो, एकपटक आफै ट्र्यापमा पर्नुभयो होइन। अनि अर्को कुरा के गर्ने त, ल अब उहाँहरूको प्रश्न छ नि त, यो प्रधानमन्त्री के गर्ने त, उहाँहरू बच्नुभयो, देश बच्यो क्या, यसमा खुसी हुनुपर्छ क्या होइन। 3 दिनसम्म के गर्ने भन्ने कुराको भनेको थिएन, केही पनि आवाज आएको थिएन होइन। प्रधानमन्त्री पूर्व प्रधानमन्त्री भनौँ न भर्खर छोड्नुभएको केपी ओलीको फर्स्ट तपाईँको बोली हेर्नुहोस् अनि आज हेर्नुहोस् होइन। अब बुझ्नुपर्छ कि उहाँहरूले पनि होइन। अब यो सिधा सत्तामा भएको प्रधानमन्त्रीले चाहिँ राजीनामातिर जानु पऱ्यो भनेपछि अनि अब उहाँकै सिफारिसमा फेरि प्रधानमन्त्री बन्ने व्यवस्था रहेछ होइन। अब होइन को ल्याउने त, ल सुशीला कार्की छोडेर हामीले प्रधानमन्त्री केपी ओलीलाई ल्याउनु पर्ने कि शेरबहादुर देउवालाई ल्याउनु पर्ने कि कसलाई लिनुपर्ने छ, त्यति नैतिक भनौँ न, त्यो त नैतिकताको पनि कुरा हो नि त, सडकबाटै फालिदिया हो नि त होइन। पब्लिक त्यसलाई त एक्सेप्ट गर्नु पऱ्यो नि होइन। उहाँहरू स्टिल एक्सेप्ट गर्नै तयार हुनुहुन्न क्या, चुनावमा जानु उहाँहरू तयार हुनु पऱ्यो क्या होइन। हारजित जे पनि हुनसक्छ त्यो। दोस्रो कुरा, आज मैले डाक्टर रामरण यादवको पनि अनलाइन खबरमा पोडकास्ट पढाएको थिएँ कि केही त विद्वान मान्छेहरू छन् कि देशमा जसले गर्दा ब्यालेन्स भयो। हाम्रो पूर्व प्रधानमन्त्री अब मैले व्यक्ति तोक्न खोजेँ होइन, त्यही पाराले गर्ने हो भने अर्को मान्छे पनि त्यही पाराको हुने भने त सल्युसन आउँदैन नि। उहाँहरूले अहिले पनि एक्सेप्ट गर्नलाई तयार हुनुहुँदैन भने भोलिका दिनमा पनि त पोसिबल रिजल्ट त लिडरसिप के भन्दाखेरि फेरि त्यही पुस्ता फर्केर आउने सम्भावना त 90% छ। तपाईँले देख्नु भएको छ अहिलेको करेन्ट सिनारियो। अब इलेक्सनै भए पनि अर्को फरक पक्ष आउला र फेरि लिड गर्ला भन्ने कुरा सम्भावना छ त कतै पनि, कहीँ पनि देखिँदैन। यस्तो छ, मैले पहिला पनि भनेको थिएँ यो कुरा होइन। अब जस्तो परिवर्तन भन्ने चिज होइन, एउटा व्यक्ति परिवर्तन हुन कति गाह्रो छ होइन। हामीले आफ्नो एउटा स्वभावमा परिवर्तन गर्न गाह्रो छ नि। हामीले एउटा आफ्नो अर्गनाइजेसन सङ्गठनलाई चेन्ज गर्न कति गाह्रो छ होइन। भनेपछि पुरै राज्य संयन्त्र परिवर्तन भन्ने कुरा आजको भोलि हुँदैन होइन। तर क्रमिक रूपमा परिवर्तन भइरहेछ के। क्रमिक रूपमा कसरी परिवर्तन भएको छ भन्दा यसरी धरानमा चाहिँ अर्क साम्पाङजीले जित्नुभयो, त्यो त म्यासेज थियो नि त होइन। खास त साझा पार्टीबाट हो कि कुन पार्टी थियो नि, हाम्रो विवेकशील पार्टीबाट सुरु भयो नि त यो एक किसिमको मोसन त होइन। त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीसम्म आइपुग्दाखेरि तपाईँको चाहिँ भनौँ न चुनावमा जुन नतिजा आयो त्यो त त्यतिवटा सिट त तान्दिया हो नि त, त्यो कि काङ्ग्रेसको कि एमालेको कि माओवादीको। त म यो पटक भन्दैन कि नयाँ शक्तिले जिति नै हाल्छ होइन। आन्दोलन जति सहज छ राजनीति त्यति सहज छैन है। सो आन्दोलनमा नसोचेका कुराहरू पनि हुनसक्छ होइन। यो तपाईँले भने जस्तो यो क्रमिक रूपमा जुन एउटा फ्लोमा चाहिँ चेन्जेस आइराखेको थियो भनिरहँदाखेरि यो जेनजी मुभमेन्ट आवश्यकता थियो कि थिएन भन्ने कुरा रह्यो क्या। जेनजी मुभमेन्ट त आवश्यकता थियो होइन। अझ मलाई त अलिकति पुगेन कि जस्तो लाग्छ। यो आन्दोलन चाहिँ जुन 2 दिनमै भयो नि, यो अझ लामो जानु पर्थ्यो जस्तो लाग्छ कि। किन भन्दा हरेक पटक रिभोल्युसन नेपालमा किस्तामा भएको छ कि। अब भए पनि के हुन्छ कसैले सोचेको छ। एउटा मैले एनालाइसिस मात्र गरेँ हो कि एउटा म अचम्म लाग्छ कि यार, एउटा सर्टेन 2 आवर्स भित्र होइन घरहरू सबै गयो नि त होइन। यदि जेनजीको साथीहरूले इन्टेन्सनै राखेको भए त सायद नेताहरू पनि होइन, केपी ओली त गइहाल्नुभयो होइन, भागिहाल्नु होइन। उहाँ त जानुभयो, उहाँ जानुभयो, उहाँ सेफ हुनुहुन्थ्यो। तर शेरबहादुर देउवा अनि उहाँको पत्नी जो हुनुहुन्थ्यो होइन, बालवाला मन्त्री नै हुनुहुन्थयो उहाँ त्यो बेला मलाई लाग्छ, छोडे होइन त। तर यही ठाउँमा होइन उहाँहरू भएको भए छोड्नुहुन्थेन कि, मान्नुहोस् होइन। अहिले हेर्ने नि राज्यको तर्फबाट त 19 जना त ताकेरै हाल्यो अनि 3 जना प्रहरी जो हुनुभयो उहाँहरूप्रति पनि मेरो संवेदना छ होइन। जे भयो गलत भयो। तर अहिले त्यो हेर्नु नि त एउटा 2टा अपोजिट पार्टी थियो नि त त्यो बेला। प्रहरीले सत्तालाई रिप्रेजेन्ट गरिराख्नु पनि उहाँहरूको ड्युटी पनि हो होइन। भनेपछि त जेनजी जति रिभोल्ट हुनुपर्ने त्यति त भएको होइन नि। अब अहिले मान्छेहरूले भन्छन् सिंहदरबार जल्यो के जल्यो होइन। मैले त्यही बेला भनेको थिएँ नि तपाईँलाई, फेरि अर्को अर्थ लाग्ला होइन। बालनजीकोमा पनि आगो लगाइदिनु पर्छ। मैले त सिंहदरबारबाट देशै चल्नुहुन्न भन्ने हो। अहिले संसद भवनभित्र बनाउँदै हुनुहुन्छ। त्यहाँभित्र गएपछि मैले पहिला पनि भने हो नि त, फेरि हामी रिपिट पनि गर्छौँ। त्यहाँभित्र गएपछि खै उहाँहरूको सिंह कसरी जाग्छ थाहा छैन। उहाँहरूलाई सामान्य कार्यालय दिनुपर्छ। हामी बसेका छौँ नि, यस्तै कार्यालयमा बसेर देशको सेवा गर्नु पऱ्यो कि। त्यो हुँदो रहेछ। जस्तो कि अहिले पनि तपाईँको पहिला त जेनजीले गृहमन्त्री बनाउँदाखेरि अहिलेको गृहमन्त्री चाहिँ अलिकति जनताको फेभरमा बोल्छ भन्ने खालको एक्सपेक्टेसन राखेर मान्छेले बनाएको थिए। तर अहिले उहाँको बिहेभियर हेर्दाखेरि पनि त पहिलाको जस्तो रिपिट हुन थालिसकेको छ। राजनीति कठिन चिज छ होइन। हामीले युद्धलाई जति सजिलो सोच्छौँ नि, हामीले टेलिभिजनमा युद्ध हेर्दा युक्रेन र रसिया लडिरहेको छ नि, एउटाले गोली हान्छ अर्कोले हान्छ भन्ने हुन्छ। त्यहाँभित्र पनि एउटा महाभारत छ। त्यो अर्गनाइजेसन चलायो भन्दा
ठुलो कुरा हो क्या त्यो होइन, किनकि युद्ध फेरि फरक चिज हो नि त होइन। सो अहिले अब नेपाल कस्तो छ, नेपालीहरूको मानसिकता कस्तो छ, हाम्रो समाज कस्तो छ होइन, हामीले धेरै चिज हेर्नुपर्छ। अहिले भटाभट कारबाही गर्न थाल्यो भने होइन, मैले भने यो देशमा चोखो को होला, कोही पनि छैन। एउटा जुठो मान्छेले अर्को जुठो मान्छेलाई कारबाही गरेर अर्थ छ, जनता पनि चोखो छैन कि यसलाई हेर्दाखेरि त हो। तर अब त्यो भन्दैमा हामी अगाडि बढ्ने कुरालाई त रोक्न सकिँदैन नि त होइन। जनता पनि नहोला, कर्मचारी पनि नहोला, तर त्यसको निम्ति परिवर्तन त त्यसको भनौँ न बन्धक त बन्नु भएन नि त होइन। सो त्यसले गर्दा आजको डेटदेखि जस्तो म चाहिँ अब भनौँ न यदि कुनै पार्टीलाई लिड गरेर आएको हुन्थ्यो अथवा उहाँहरूको पोजिसनमा हुन्थ्यो भने समटाइम गिभ अप गर्नु राम्रो हो। हाम्रो शास्त्रको साह्रै कुरा गर्नुहुन्छ उहाँले, धेरै ज्ञानी मान्छे हुनुहुन्छ। त जीवनहरूलाई त 4 फेजमा बाँडेछ नि, कहिले लिनुहुन्छ सन्यास होइन। हामी हिन्दू राज्यको वकालत गर्छौँ होइन, हामी गीता मान्नुपर्छ भन्छौँ, हामी राम यही देशमा जन्मेको भन्छौँ होइन, राजनीतिक लाभ होला त्यो कुराले होइन, लिम्बुवाधारा कुराले राजनीतिक लाभ होला। अनि हाम्रै देशमा हामी बन्धक छैनौँ त होइन। हामीले चाहिँ अब एउटा $500 पठाउन पनि हामीलाई झेलाइ छैन त, हरेक प्रक्रियालाई एकचोटि हेर्नुपर्ने अवस्था छ कि छैन, छ नि त होइन। सो यो स्वाभिमान भन्छ नि, यो अत्यधिक राष्ट्रियता, मैले पहिलाको एपिसोडमा पनि अत्यधिक राष्ट्रियताले जहिले पनि युद्ध निम्ताउन सक्छ कि देशभित्र अथवा देश बाहिर। आवश्यकताभन्दा माथिको राष्ट्रियता जरुरी छैन अहिलेको जेनजीलाई। उहाँहरूलाई के चाहिएछ, उहाँहरूलाई के चाहियो थियो, इन्टरनेट चलाइराख्नु भएको थियो नि, किन चलाएको थियो? वर्ल्ड वार हुँदा पनि इमिडिएट कज त थियो, कसै न कसैले गोली कतैबाट हान्यो सिमानामा अनि वर्ल्ड वार सुरु भयो। तर एउटा गोलीले कहिले पनि वर्ल्ड वार हुँदैन के। यो जेनजी रिभोल्युसन भनेको यो भडास छ नि, पुस्ताको भडास एक्सप्रेस भयो हो। मेरो छोरीमा मेरो डिएनए होला नि त, ममा मेरो बाको डिएनए होला नि त, त्यो त साइन्टिफिकली प्रुफ छ नि। सो यहाँ बच्चै जन्मिँदाखेरि साला तनाव लिएर जन्मिन्छ कि बच्चै जन्मिँदाखेरि, अहिलेको सिनारी जस्तो छ होइन। उसको डिएनए नै छैन नि त होइन, फ्री छैन नि त होइन, त्यो त पास भएको छ नि त होइन। अब के सुधार्ने के होइन, डेमोक्रेसी किन ल्याएको त होइन। डेमोक्रेसी एउटै मान्छेले शासन गर्ने हो भने त राजसंस्थै ठिक थियो नि त होइन र। यदि शासन एउटै अहिले राजसंस्था किन आउन दिएको छैन हामीले, किन भन्दा देशलाई लिड गर्ने अपर्च्युनिटी त होइन प्रत्येक पटक फेर्ने पाउँछ नि। उहाँहरूले यति चलाकपूर्ण तरिकाले यो सिस्टम बनाउनु भएको छ नि उहाँहरूले होइन। यो बन्ने बेलामा केही जो हस्ताक्षर गर्ने साथीभाइहरू जो हुनुहुन्थ्यो नि त्यो बेला, जुन कोर मेम्बर, उहाँहरूले आफूहरूलाई चाहिँ होइन पार्टी सिद्धै पनि आफूहरूलाई फरक नपर्ने गरी डिजाइन गर्नुभएको छ कि। बहुत गम्भीर त्रुटि छ कि होइन। हामीहरूलाई यो परदेश सरदेश भनेर फसाइदिनु भयो होइन होइन। तर गेम त उहाँहरूले क्लियर हेर्नु न, कन्ट्रीमा क्लियर एक्जिट नै मिल्दैन के। कस्तो व्यवस्था बनाएको कि जसमा बहुमतै नआउने होइन। प्रत्यक्ष निर्वाचित र ननिर्वाचितको कुरा छैन। फेरि कुराहरू त यो पनि आयो कि प्रधानमन्त्री भयो 2 वर्ष फेरि पनि हटाइरहेछन् होइन। अनि पोलिटिक्स भनेको प्रधानमन्त्री मात्र फेर्ने कुरा हो त, जेसुकै भन्नुहोस् होइन। अहिलेको प्रधानमन्त्री जो हुनुहुन्छ होइन, राम्रो काम गरिराख्नु भएको छ जस्तो मलाई लाग्छ कि। फोकस भएर काम गर्नु त उहाँहरूसँग समय पनि नभएर होला। अनि उहाँहरूलाई अब राजनीति भन्दा पनि निकास दिने सरकार हो उहाँहरू भनेको होइन। तपाईँले हेर्नुभयो भने अब यसमा पनि काम गर्छ र भन्नुहुन्छ, यार के हैसियतले प्रश्न गर्नुहुन्छ जस्तो लाग्छ कि। मैले पार्टी विशेषले भन्ने पनि होइन होइन। अब त चुप, एकजना मेरो साथी हुनुहुन्थ्यो भन्नुहुन्थ्यो कि पानी मुखमा राखेर बस्नु न, चुप लाग्नु न भन्नुहुन्थ्यो क्या हामीलाई कुनै बेला उहाँहरूले सम्झाउने क्रममा, कुनै अभियानमा होइन, कुनै काममा। म अहिले सोच्छु कि चुप लाग्दै हुँदैन होइन। अब चुनावमा हारिन्छ भन्ने डर हो कि खास होइन, चुनावमा धाँधली हुन्छ। उहाँहरूले गराएको चुनाव सधैँ राम्रो बेटर होइन। एउटा डर पनि होला नि त। जुन अहिले पछिल्लो सिनारी हेर्नुहुन्छ भने बङ्गलादेशमा जुन शेख हसिनालाई जुन मृत्युदण्ड सुनाइयो, भोलिका दिनमा यदि सत्ता आफ्नो हातबाट पल्टिहाल्यो भनेपछि हाम्रो पनि त्यही हालत हुनसक्छ कि। मृत्युदण्ड त हाम्रो नेपालको व्यवस्थामै छैन रहेछ। राज संस्थापछि त्यसलाई उहाँहरूले आफ्नो बचावका लागि भन्नुहुन्छ पहिला नै प्रेडिक्सन गरेर त्यसलाई परिवर्तन गरिसक्नु भएको रहेछ। एटलिस्ट नभए पनि जन्म कैद त होला। त्यो फेजमा फेरि पुगिन्छ कि भन्ने डरले पनि त उहाँहरू चुनावमा नजान खोजेको पनि त हुनसक्छ। त्यो पनि एउटा पोसिबल हो। यो राज्य व्यवस्था के हो थाहा छैन। कुलमान घिसिङको फाइल खुल्ने अख्तियारमा गएर केपी ओलीलाई चाहिँ कसैले चाहिँ दिन सक्दैन गएर। शेरबहादुर देउवाको दिन के उहाँहरू सब चोखो हुनुहुन्छ। मलाई त उहाँहरूले गरेको भ्रष्टाचारमा पनि प्रश्न होइन कि, निकास त दिनुहोस् यार, छोडिदिनुहोस् भन्ने मात्र हो कि। सबले गरेका छन् भ्रष्टाचार। जसरी तपाईँको चाहिँ भाटबटिनीमा सबले सामान उठाए नि त, उठाए, सबले उठाएर त भिडको साइकोलोजी उठाए। यो देशमा पनि भ्रष्टाचार एउटा भिडकै साइकोलोजीमा भयो। छोडिदिउँ पुरानो कुरा कोट्याएर होइन। अब कोही पनि बस्दैन क्या यहाँ, कोही बस्दैन। अनि फेरि कोही बचेन भने देश कसले चलाउँछ होइन। हो, भ्रष्टाचार भएको सम्पत्तिलाई राष्ट्रियकरण गर्नुपर्छ, त्यसमा म ओके हो। तर गएर जेलै हाल्नुपर्छ भन्ने कुरामा मान्दैन किन। हाले नि कोही पनि बस्दैन कि
होइन। त्यही डरले पनि त कसैले पनि फाइल खोल्न नखोजे पनि हुनसक्छ। फाइल खोल्ने व्यक्ति आफै पनि त भ्रष्ट होला नि त, उसको बारेमा पनि त त्यो पनि हुनसक्छ होइन। डर त छ। तर यही हो कि जस्तो अब यहाँ अलि सम्भावना भएको व्यक्ति जो हुनुहुन्छ भ्रष्ट सबै छन् हेर्नुहोस्, त्यसमा डाउटै छैन, नो डाउट होइन। अब 1% 2% मान्छेहरू नहुनु होला होइन, तर मलाई अचम्म लाग्छ होइन। अब जे भए पनि कुलमान घिसिङ अलिकति सम्भावना नेपालीहरूले आश गरेर हेरेको मान्छे हो नि त। उहाँको भ्रष्टाचार फाइल खोलिसक्यो, उहाँको पोलिटिक्स कहाँ पुग्छ त भनेपछि मलाई लाग्दैन नेताको लेभलमा मात्र छ क्या गेम होइन। अर्को एउटा सत्ता छ होइन, त्यो सत्तालाई पनि जेनजी रिभोल्युसनले हान्न त हानेको छ, तर उहाँहरू त्यति साह्रो फेममा नभएकोले कुरा नआएको होइन। हामीले सर्टेन नेताहरूको मात्र घर जल्यो भन्ने सोचेका छौँ, तर ब्युरोक्राट्सहरू होइन धेरैको ठाउँमा, गभर्नरको मात्र सोचेका छौँ, धेरै हामीले कल्पना 400-500 को सङ्ख्यामा ब्युरोक्राट्सहरूको पनि अलग अलग ठाउँमा चाहिँ घरहरू जलाइया छन्। उहाँहरू किन अगाडि आउनुहुन्न भन्दा अनि घर किन्ने पैसा म यहाँ आएर व्यापार गरेको छु होइन, मैले योभन्दा अगाडि जागिर गर्थेँ होइन, मेरो 2 लाख रुपियाँ स्यालेरी थियो होइन, मैले लामो समयदेखि पैसा कमाइरहेको, मैले घर बनाउन सकेको छैन, जग्गा पनि किन्न सकेको छैन, अनि 50-60 हजार हुने एउटा भनौँ न सरकारी कर्मचारीले कसरी बनाउन सक्छ भनेपछि अबको रेगुलेसन पोलिटिकल पार्टिजको अगेन्स्ट भन्दा पनि अब ब्युरोक्राट्सको अगेन्स्टमा भयो भनेदेखि बल्ल परिवर्तन आउला भन्ने। अफकोर्स मैले त्यो बेला पनि भनेको थिएँ यो नै चेन्ज हो, लोकसेवा यो आयोग साएको होइन, यो नामले केही पनि तपाईँले अघि पनि कुरा उठाउनु भयो, यो अहिले गृहमन्त्रीले कसरी कारबाही गर्नुहुन्छ कि नगर्दा यो हालत छ, गरे पनि के हुन्छ। अनि अहिले यस्तो गाह्रो छ कि हल्का मिस्टेक भयो हामी त पुरै लिक्विड स्थितिमा छौँ नि त होइन। उहाँलाई त के छ र हम त जाए सनम तुमको बिलले डुबेङ्गे भन्ने एउटा भनाइ छ नि, उहाँ त त्यो साइकोलोजीमा हुनुहुन्छ। उमेरको हिसाबले पनि उहाँलाई गुमाउनु केही छैन के होइन, जित्नलाई त उहाँलाई जहिले पनि सिंहदरबार छँदैछ, सत्ता छँदैछ, शासन छँदैछ होइन। अभिभावकको भूमिकामा बस्न मिल्छ नि होइन। अब यति हुँदै पनि हामी चाहिँ कार्यकर्ताको नाममा होइन, हामी चाहिँ लिगेसीको नाममा होइन, हामी चाहिँ हाम्रो ग्रुप र प्रोटेक्सनको नाममा होइन त्यहीँ गएर भोट हाल्छौँ भने राज संस्थाको वकालत गर्ने जो पनि हुनुहुन्छ उहाँहरू पनि गलत हुनुहुन्न के फरक भयो त? फरक त केही पनि भएन नि त। डेमोक्रेसी आइसकेपछि हामीले बोल्न पायौँ भन्ने बाहेक अरू कुरा केही पनि मिल्ने भए उहाँहरूले सिधै आफ्नो छोराछोरीलाई नै सिधै ग्राउन्ड लगाइदिनुहुन्थ्यो नि, पार्टी सभापति बनाइदिनुहुन्थ्यो नि, मिल्ने भएको भए। काङ्ग्रेस हेर्नु त्यत्रो 2टा महामन्त्री बिचरा लाग्नु भएको छ होइन, के त्यस देश पुरा निक्लिगो, उहाँहरू पुरा प्रक्रियामा हुनुहुन्छ यार होइन। कोही मान्छे बिरामी भएको छ, कोही मान्छेको दुर्घटना भएको छ, त्यसको उपचार गर्ने हो कि प्रोसेस पछि पुरा गर्दा हुन्छ क्या। नेपालीले कानुन र प्रोसेसलाई यति खतरनाक बनाइदिएको छ नि होइन, त्यसको लिभरेजको फाइदा लिएको छैन के। केही कुरा रोक्नु पऱ्यो नि कानुन ल्याउने हो नि त। अब राष्ट्रपतिले पढाउनु पऱ्यो कि हामीलाई के चाहिएको थियो नि त, जसरी पनि त्यो ग्यापमा चाहिँ आएर फुलफिल गर्नु पऱ्यो। अब यहाँ डिबेट के भइरहेछ, संसद पुनर्स्थापना सही थियो, अरे छोडिदिनु न, मान्छे बाँची गए। 19मा 20 त हाम्रै ठुल्ठुला नेताहरू पनि त पर्न सक्नुहुन्थ्यो होला नि। रेभोल्युसन त्यहाँसम्म पुगेको छैन, अब भयो भने त्यहाँसम्म पुग्न सक्छ। वी हेभ टु अन्डरस्ट्यान्ड। अनि आउट अफ कोही पनि ठुलो नेता कसैलाई केही भएको भए कन्ट्रोलमा रहन्थ्यो चिज। आर्मीले किन जोगाएन अरे? आर्मीले उहाँहरूलाई जोगायो, अनि आर्मीले चाहिँ हाम्रो पूर्व प्रधानमन्त्री मन्त्रीहरू सांसदहरूलाई इम्पोर्टेन्स दियो हो नि त। सिंहदरबार भन्दा इम्पोर्टेन्ट त सिंहदरबार चलाउने, त्यस्तो सिंहदरबार बन्छ कि फेरि अब जल्यो त अब गर्ने के लडेल। अब त्यसमा हामीले दुःख मनाउने बाहेक अर्को केही पनि कुरा छैन। त्यो सिचुएसन किन ल्यायौँ, फेरि त्यो सिचुएसन नआओस् भन्ने हो होइन। त्यसमा हामी सचेत हुनु पऱ्यो नि त। अब यहीँनिर पनि एउटा अझै फेरि त्यही प्रोटेस्टमै घुमेर फर्किँदाखेरि यो कुरा निस्किरहँदाखेरि तपाईँलाई अझै पनि लाग्छ स्पन्टेनियस थियो भनेर? त्यो आन्दोलनपछि धेरै साथीहरूलाई मैले यो प्रश्न गरेँ होइन, अलिकति मैले सौरभ हाम्रो विश्लेषक हुनुहुन्छ उहाँको पनि सुने होइन। मैले आफूले पनि सोचेँ यो अर्गनाइज थियो कि होइन, अथवा यो स्पन्टेनियस हो कि। नत्र जुन तरिकाले तपाईँको आगो लगाउन सुरु गर्यो, क्वेसन मार्क त्यहाँ आएर रेज हुने हो नि त, किनकि एकैपटक हरेक ठाउँमा। तर एउटा कुरा के होइन, हामीले यो आगो लगाउने कुरालाई एकदम ठुलो बनाएको छौँ होइन। आगो तपाईँ हरेक वर्ल्ड वारमा आगो लागेको छ नि हेर्नुहोस् होइन। हरेक देशमा क्रान्ति हुँदाखेरि यसरी झुन्ड्याएर मान्छे गद्दाफी हान्दै होइन। तर यति छिटो भन्ने कुरा हो क्या, टाइम फ्रेमको कुरा छ नि त। टाइम फ्रेम त यस्तो हो नि त, अब अहिलेको पुस्तै अब फास्ट छ नि त गर्ने के। अहिलेको पुस्ता उहाँहरूको गतिमा हिँड्दैन नि त होइन। उहाँहरूले जुन बेला यो कानुन बनाउनु भने होइन, जुन बेला 2007 सालदेखिको सङ्घर्ष हो नि त होइन। अनि हाम्रो बिपी कोइराला अथवा हाम्रो मदन भण्डारी जो पनि हुनुहुन्थ्यो होइन, गणेशमान सिंह जति खतरा नेताहरू हुनुहुन्थ्यो, अथवा राजा महेन्द्र होइन, त्यो साइकोलोजीमा छैन नि।
त्यो साइकोलोजीमा त यो पुस्ता छैन नि त होइन। आज पुस्तालाई हेर्नु त युएसको एक्सेस छ, हरेक कन्ट्रीको एक्सेस छ नि त, हरेक इन्फर्मेसनको एक्सेस छ। कमरेड प्रचण्डले त होइन संसदमै भन्नुभएको थियो नि होइन कि यस्तै स्थिति हो नि बङ्गलादेश हुनसक्छ। अरू कस्तो सचेत नभए हो के होइन, कति लाइटली लिएको के। जनता कार्यकर्ता होइन क्या उहाँको, अहिलेको जनता चाहिँ अप्ठ्यारो छ। उहाँले मलाई सम्हाल्न सक्नुभयो, मेरा छोराछोरीहरूलाई सक्नुहुन्न, मैले सक्दैन उहाँले सक्नुहुन्छ। उहाँ को हो र, उहाँ को हो र जेनजीको यार होइन। यो कुरा बुझ्नु पर्यो। अहिले पनि उहाँहरू सिरियस हुनुहुन्छ। सिङ्गापुर उपचारै गर्न गएको हो, सिङ्गापुर उपचारै गर्न गएको कि व्यवस्थापन गर्न गएको, क्वेसन हो नि त। यो भित्रको सरकार त मरेको छैन नि, भित्रको सरकारको भइरहेको स्ट्रक्चर के ब्युरोक्रेसी त्यो त ओल्ड नै छ नि त होइन। त त्यो त उसकै पक्षमा काम गर्छ नि 100%, किनकि ऊ पनि परिचालित छैन नि त। अनि आफू फस्ने भएपछि किन ऊ परिवर्तन हुन्छ त। यहाँ त न्यायालयसम्म पनि निष्पक्ष छैन नि त अवस्थामा, छैन। सबै ठाउँमा बा चलेकै कुरा त हो नि अहिले पनि। नत्र यदि निष्पक्ष हुन्थ्यो भनेदेखि त अहिलेको रिजल्ट फरक भइसक्थ्यो। हो नि, निष्पक्ष तरिकाले इन्भेस्टिगेसन हुन्थ्यो होला हरेक कुरा। अहिले त कति महिना 2 महिना भइसक्यो। यस्तो छ कि उहाँहरूले म भनिदिउँ गल्ती गरेको कुराहरू अहिलेको मलाई लागेको एज अ नेपाली सिटिजन है, मैले यो देशलाई जति बुझाएको छु त्यो हिसाबले होइन, मेरो आफ्नो ओपिनियन हो, नमिल्न पनि सक्छ कतिसँग कुरा होइन, नितान्त मेरो व्यक्तिगत ओपिनियन हो। यो चुनाव 6 महिनाको डेट तोक्नु नै गलत हो। किन भन्नुहोस्, तपाईँको आज कतिजना भोटरहरूले रेजिस्ट्रेसन गर्नुभयो, तर यो हामी एकदम उत्साहपूर्वक हुन्छ 2-3 लाखले अब चेन्ज हुन्छ, हुँदैन नि। यो त रुल्स अनुसारले जाने हो भने पनि तपाईँको अन्तरिम गभर्मेन्ट बनिसकेको 6 महिनापछि गर्नै पर्ने भन्ने खालको त्यो पहिला बनाएको हो नि त, उनीहरूले बनाएको हो नि त होइन। अब हेर्नुहोस् निटको आधारमा पनि धेरै चिजहरू चल्छ होइन। म मर्न लागेपछि म नेपालको कानुन पल्टाएर बस्छु कि म आफूलाई बचाउने कोसिस गर्छु। कसैले मेरो यहाँ चाहिँ छुरी राखेपछि मेरो हातमा हतियार छ भने मैले हान्छु नि कि त्यसको निम्ति पनि नेपाल कानुन पल्टाउँछ त। हामीले सिचुएसन हेर्नुपर्छ कि कुनै बेला कानुनले वजन राख्ने हो होइन। तर जुन बेला रिभोल्युसन भएको थियो यहाँनिर आइसकेपछि चाहिँ तपाईँको जेनजी रेभोल्युसन इन्कम्प्लिट जस्तो देखिन्छ कि। त्यत्रो मेहनत भयो, त्यत्रो जल्यो सिंहदरबार, हामीले भनिरहँदाखेरि सिंहदरबार त थुप्रै झरोहरू पनि जले, तर आउटकम के भयो त भन्दाखेरि जति आवश्यकता हामीले आउनुपर्ने कुरा रिजल्ट थियो आएन क्या। जस्तो कि हामीले 2 दिनमा सरकार ढाल्यौँ ठिक छ, लखाट्यौँ, तर पनि त फेरि उहाँहरूले आउने बाटो त छोडिदिइराख्यौँ नि त। जुन उहाँहरूको अब अहिले अब क्याम्पेनमा लाग्नु होला, अर्को कुरामा लागिराख्नु भएको छ, देख्नु भएको छ तपाईँले कतिसम्म मान्छेहरू चाहिँ आफ्नो सत्ता जोगाउनलाई अथवा फेरि त्यो पोजिसनमा पुग्नलाई लागि परिराखेका छन् भनेपछि त्यो त पाउनुहुन्छ उहाँहरूले, डेमोक्रेसीमा उहाँहरूको अधिकार हो होइन। तर अहिलेको सत्तालाई सरकारलाई गाली गरेर राख्नु होइन, यो गर्यो ऊ गर्यो, अरे उहाँहरूले के गर्नुभयो त्यो त अहिलेको गृहमन्त्रीज्यूले बिचाराले केही गर्नै भएको छैन। उहाँलाई त बालेनजीले पनि गाली गर्नुहुन्छ, सुदन गुरुङले पनि गाली गर्नुहुन्छ होइन, अनि केपी ओलीले पनि गाली गर्नुहुन्छ क्या होइन। त के उहाँ बुद्धि नभएको मान्छे हो होइन। अहिले एग्रेसिभ भयो भने के हुन्छ ल भन्नुहोस्। आज किन 12मा 1 थप्पड हान्दाखेरि 12 बन्द भइगयो, अहिले उहाँले भटाभट कारवाही गरे नि के हुन्छ। सन्त त हुनुहुन्न हाम्रो, उहाँहरूले स्वाभाविक निकास दिने हो भने त प्रब्लमै छैन नि। अरे नैतिकताको आधारमा माधव गुवा नेपालले राजीनामा दिएको थियो कि चुनाव हार्दा, उहाँहरू दुइटैसँग नैतिकता छैन। मेजर ठुलो पार्टीको होइन कोलिसन गभर्मेन्ट हो नि, नैतिकता छैन के। त्यो ठाउँमा अर्को कोही पनि हुन्थ्यो भने उहाँहरू बाहेक होइन, उहाँहरूले राजीनामा दिनुहुन्थ्यो र मार्ग प्रशस्त गर्नुहुन्थ्यो के होइन। जीवनको के पहिलो राजीनामा हो र उहाँहरूले दिएर उहाँहरू चाहिएकै छैन होइन। उहाँहरूले आवश्यकता फिलै गर्नुभएको छ। अनि उहाँहरूले पहिले स्ट्रक्चर पार्टीभित्र सदस्यता बाँड्ने गरी नि यसरी बनाउनु भएको छ कि त्यो खेलाडी हुनुहुन्छ नि त उहाँहरूले, यही खेल त खेल्नुभयो। यो खेल खेलेकोले त देश जुन ठाउँमा पुग्नु पर्ने हो त्यो ठाउँमा पुग्न सकेका छैन नि। के हामीलाई पुँजीको कमी छ, के हामीलाई स्रोत र साधनको कमी छैन नि, हामीलाई कमी छ। जस्तो एउटा अफिसमा तपाईँले इन्फ्रास्ट्रक्चर सब राम्रो राख्नुभयो होइन, सारा फेसिलिटी छ, त्यहाँको स्टाफै ठिकठाक छैन भने केही उपाय छैन नि। त्यहाँको लिडरै फोकस अर्कै चिजमा छ। कम्पनीलाई बढाउनुको सट्टा म चाहिँ व्यक्तिगत रूपमा कसरी लाभ लिम भन्ने कम्पनी कहिले सही दिशामा जान सक्छ, कुनै पनि सक्दैन। यो कन्ट्री त्यही हो। मैले एउटै कुरा भन्छु, कसैलाई पोलिटिक्स गर्नु छ भने तपाईँ मलाई सोध्न सक्नुहुन्छ होइन, तपाईँ पोलिटिक्समा जाने म जान्न किन जान्न, मेरो क्लियर छ के होइन। मैले अस्ति पनि स्टुडेन्ट्सहरूलाई भनेको थिएँ एउटा सानो कार्यक्रममा, तपाईँहरू साँच्चै नै देशको सेवा गर्ने हो, पैसा कमाउने मान्छे सोच भएको मान्छे चाहिँ प्लिज तपाईँहरू पब्लिक सर्भिसमा नगइदिनु होला, तपाईँहरू सरकारी कर्मचारी नबनिदिनुहोस् के, मेरो रिक्वेस्ट। अप्सन छ नि त, व्यापार गर्नुहोस्, विदेश जानुहोस्, यही देशमा बस्नुपर्छ भन्ने केही पनि छैन। म आज पनि भन्छु
भ्रष्ट भएर सरकारी कर्मचारी भएर बस्नुभन्दा त बरु विदेश गएर भाँडा माझेर यो देशलाई के भन्छ रेमिटेन्स पठाउनेहरू धेरै नेसनलिस्ट हुन् के उनीहरूले भ्रष्टाचार गरेका छैनन् कमसेकम यो देशमा गरेका छैनन् त्यो देशमा गर्ने यति खुला व्यवस्था छैन कि छैन होइन उनीहरूले सकेसम्म दिनरात खटेर देशलाई कन्ट्रिब्युट गरिनै रहेका छन् एक्ज्याक्टली अब कुरा यहाँ आउँछ मुभमेन्ट पनि भयो एक खालको परिवर्तन महसुस पनि भयो तर अबका दिनमा जेनजीले चाहिँ पोलिटिकल लिडर्स अथवा पोलिटिकल पार्टिजबाट के कुरा एक्सपेक्ट गर्छन् भन्ने कुरा हो कि किनकि सबै जेनजीले त रुल गर्न सक्दैनन् आउने पोलिटिकल पार्टी चाहिँ आउनुपर्छ र अब हामी जस्तो युथ जुन जेनजी क्याटेगोरीमा पर्छ हामीले चाहिँ के एक्सपेक्टेसन राख्ने कि यो कतिपय कुराहरू त जेनजी मुभमेन्ट पनि विदाउट अब्जेक्टिभ नै सुरु भयो एजेन्डै क्लियर थिएन नि त के गर्ने के माग्ने भन्ने कुरै थाहा थिएन लिडर को पनि थाहा थिएन कतिजना बिचबिचमा मान्छेहरूले चाहिँ हाइज्याक गर्यो भन्ने कुराहरू पनि आयो 2-3जना लिड लिनुभयो उहाँले देशकै हङ्गर थियो मेनुको आइटम अर्डर कसरी गर्ने त्यो नाम थाहा थिएन हङ्गर थियो के हङ्गर चाहिँ थियो होइन सो अब हामीले एक्सपेक्ट गर्ने भन्दा नि तपाईँहरूले गरि नै राख्नु भएको छ होइन पोडकास्ट चलाउँदै हुनुहुन्छ मान्छेलाई अवेयर गर्दै हुनुहुन्छ होइन राजनीति लडाइँ पनि हो हेर्नुहोस् होइन राजनीति भनेको अब उहाँहरूले राजनीति सिक्नु पर्यो होइन रिभोल्युसन र राजनीति अलग अलग कुरा हो नि त होइन आन्दोलन गरेर सधैँ चल्छ यही आन्दोलनलाई 100 दिन गऱ्यो नि यो गृहयुद्ध हो फेरि थिन लाइनको मात्र फरक छ कि यही चिज लम्बियो भने यसलाई गृहयुद्ध भनिन्छ यही चिज छोटो भयो भने के भयो त रिभोल्युसन होइन अब राज संस्था ढल्ने बेला पनि त 19 दिन लागेको थियो नि त होइन 19 दिन सडकमा मान्छेहरू आएर ढालेकै हो नि त होइन सो 2 दिनमा भयो भनेपछि उहाँहरूले पनि नयाँ जेनेरेसनसँग सिक्नु पर्यो होइन 2 दिनमा उहाँहरूले त पुरानै जेनेरेसनबाट पनि सिक्दाखेरि फरक पर्दैन जुन एक्जिस्टिङ लिडर्सहरू हुनुहुन्थ्यो राज संस्थाले 19 दिनको कोलाहललाई त्यो मुभमेन्टलाई त सम्हाल्न सफल भएको थियो नि त 19 राजीनामा दिएर राजाले त्यो बेला आफ्नो ओहदाबाट छोड्नु भयो नि त त्यो कुरा त एप्रिसिएट गर्नु पर्यो नि त भनेपछि 100% यो राजा जो हुनुहुन्छ उहाँहरूले 234 वर्षको सायद इतिहास छ जस्तो लाग्छ मलाई 250 वर्ष होइन सो एकीकरण त गरे हो नि त होइन सजिलै टुक्रा टुक्राको झुन्डलाई देश बनाएको होइन सजिलै छोड्नु भयो नि त उहाँहरूले किनकि देश भनेको शासन होइन देश भनेको उहाँले चाहेको भएदेखि त पुरै जनता मर्न पनि सक्थे किनकि सेना उहाँहरूकै हातमा थियो शाही सेना भनेर अहिले पनि प्रचलित नै छ त जुन भिड उहाँले 4 घन्टामा समथिङ 80 जना मरे त्यो 4 घन्टाकै रिजल्ट हो त्यो तर 19 दिन रेभोल्युसन हुँदाखेरि त्यत्रो प्रोटेस्ट हुँदाखेरि पनि जम्मा 12-13 जनाको डेथ भएको थियो भन्ने कुरा अहिले हामीले पढ्न पाइन्छ त्यो बेलामा भनेपछि त उहाँहरू कति सेन्सिटिभ हुनुहुन्थ्यो भन्ने कुरा चाहिँ हामीले अहिले पनि महसुस गर्न सक्छौँ लिडरसिप भनेर त त्यो वास्तविक राजतन्त्र त अहिले रहेछ भन्ने कुरा हामीले रिफ्लेक्ट गर्न मिल्छ कि मिल्दैन भन्ने कुरा हो त्यो त्यही भएर राजतन्त्र भनेको शासन हो अब शासकीय मानसिकता कस्तो छ भन्ने कुरा बहुत महत्त्वपूर्ण अहिले डेमोक्रेसीमै पनि त त्यही मानसिकता रहेछ नि त हाम्रो लिडरमा एक्जिस्टिङ लिडर अब जो प्रधानमन्त्री हुनुहुन्छ तपाईँलाई राम्रो गाडी दिँदैमा त्यो ड्राइभरको मानसिकता कस्तो छ भन्ने कुरामा डिपेन्ड गर्छ के उहाँहरूलाई क्ल्यारिटी छैन आत्मरति गाउँदै बस्नु भएको छ उहाँहरू होइन अब त एउटा अभिभावकीय भूमिका पनि निर्वाह गर्नुपर्ने हो नि त होइन खुलेर माफी माग्नु भएको छैन उहाँहरूले यार जिम्मेवारी लिनु इन्डियामा एकचोटि आलु कि प्याजको चाहिँ भाउ बढाएको थियो त्यहाँको कृषि मन्त्रीले राजीनामा दिएको थियो अरे के है नैतिकता त्यसलाई भन्छन् नि त होइन सो उहाँहरूलाई लाग्छ कि पोलिटिक्स इज अ डटी गेम जो बढी डटी हुनसक्छ त्यहीले चाहिँ राजनीति यिनीहरूले बुझा छैनन् भन्नुहुन्थ्यो बुझेकै छैन उहाँले ग्रान्टेड लिनुभएको थियो नि त अहिले पुस्तालाई अनि राजनीति के हो त बुझाइदिया हो नि त अहिले पनि बुझ्नु भएन भने यो केही पनि होइन उहाँहरू अझै पनि राजनीति भने डटी गेम हो भन्ने कुरालाई नै प्रुफ गर्न डटी गेम होइन बनाउनु पर्छ भन्ने चाहिँ किनकि उहाँहरूलाई 4 को गेममा उहाँहरू खेलाडी हुनुहुन्छ नि त सफा गेममा त उहाँहरूलाई खेल्नै आउँदैन नि त होइन सो देयर इज अ प्लट होइन सो अब मैले अघि तपाईँलाई कुरा जोड्न खोजेको चाहिँ अब व्यवस्थाले नदिए पनि होइन यो 6 महिनाभित्र यो इलेक्सन गर्ने जुन कुरा छ होइन अब कतिको सम्भव छ होइन मान्छेहरूले रेजिस्ट्रेसन गर्ने मैले खोलेको थिएँ फर्म नेपालीमा भर्नुपर्ने छ होइन टेक्निकली सानो कुरा हो कसैले कुरा निकालेको छैनन् के होइन इङ्ग्लिसमै भर्दाखेरि पनि नेपालीमा डाटा हुने बनाउनु पर्ने हो अब हुन त अहिले के एउटा के अरे हाम्रो आइडी कार्ड नेसनल आइडी कार्डबाट कनेक्ट भएर हुन्छ भन्ने छ मलाई के लाग्छ भन्दा बढी मान्छेले चाहिँ चुनावमा भाग लिन पाउनुपर्छ त्यसलाई सहज बनाउनुपर्छ अनि यो सब यो बहानाबाजी छोडौँ होइन विदेशको मान्छेलाई सिधा यदि विदेशको मान्छेलाई भोट हाल्न नदिने हो विदेशमा बसेको नेपालीले नि त्यहाँको रेमिटेन्स चाहिँ लिने हामी लाज मान्नुपर्छ होइन त्यो रेमिटेन्स नलिउँ के
होइन रेमिटेन्स चाहिँ लिने भोट हाल्न नदिने तपाईँको व्यवस्थामा किन नबनाएको त तपाईँहरूले चलाउने बेला जुन बेला उहाँहरूले चलाउनु भएको थियो होइन शासन त उहाँहरूसँग थियो नि त अनि त्यति पनि गर्नुपर्छ खालि रिबन काट्न आउँछ र भाषण गर्न आउँछ होइन अनि उही पार्टी पोलिटिक्स मिलायो होइन सक्यो त्यो व्यवस्था गर्नुपर्ने अब यो बिचारा सरकारले 6 महिनाभित्र यिनीहरूलाई पनि त गाह्रो छ नि त्यो सरकारलाई पनि आजको भोलि त गाह्रो छ म इभन एउटा एकदम कन्टेक्चुअल कुरा म राख्छु कि यो त म भन्छु नि भनेर आएको थिएँ होइन चुनाव हुनुपर्छ तर म भोट हाल्दिनँ ल मैले ओपनली भने म भोट हाल्दिनँ किन भन्नु न म यहाँबाट दाङ जानुपर्ने भोट हाल्न मेरो खर्च जोड्नुहोस् होइन बसको भाडा बसमा गयो भने 2500 पर्यो बस पाइन्छ पाइन्न त्यो बेला दसैँभन्दा गाह्रो हुन्छ होइन अनि अब फर्किनलाई 2500 लाग्यो होइन यदि म बसमा गयो भने होइन म एक्लै जानु भएन मेरो श्रीमती पनि मसँग जाने भयो बच्चा 2टा कोले हेर्दिने उनीहरूलाई पनि लानु पर्यो अब 4 जनाको हिसाब गर्नुहोस् 20,000 भयो बाटोमा खानु पर्यो अनि मैले 30,000 35,000 खर्च गरेर मैले भोट हाल्ने म यहाँ बसे पनि मैले यदि दाङबाट भोट हाल्नु पर्ने पहिलो कुरा त मेरो के छ म यहाँ बसेपछि मैले यहीँको नेता छान्न पाउनु पर्ने हो के मैले भोटर आइडी कार्ड मैले चाहिँ दाङको माइग्रेसन लिएर आउनलाई मसँग यहाँ जग्गा हुनुपर्ने भन्ने हो र मेरो कम्पनी त काठमाडौँमै रेजिस्टर्ड छ नि यी साना साना व्यवस्थाहरू छन् के टेक्निकली गाह्रो भयो नि त म जस्तो कति मान्छे भोट हाल्न जान्न के छोडिदिनुहोस् जाँदैन नि धेरै पनि अनि त्यसले त समेटेन नि त कुरा विदेशको मात्रै किन हामी काठमाडौँ बसेरै पनि किन अड्दैन सबै छुट्टी गरेपछि यत्रो कलेजहरू छन् यत्रो सबै छ होइन म्यानेज गर्नु पर्यो नि त डेटालाई ल्याउनु पर्यो एनालाइसिस गर्नु पर्यो किन हुँदैन युएसमा हाल्न पाउँछ हामीले पनि डिजिटली भोट हाल्न पाउनु पर्यो भन्ने मेरो माग हो के मेरो भोटिङ कस्टलाई सस्तो बनाउनु न तपाईँ चुनाव खर्च मात्र घटाउने कुरा गर्नुहुन्छ जनताको पहिला खर्च घटाउनु न अब यो कतिको बुझ्नु भएको छ होइन जेनजीको साथीहरू पनि हुनुहुन्छ होइन बालनजीहरूको समूह पनि छ कुलमानजीहरूको समूह पनि छ सत्ता चलाउने होइन कि सानो कुराले ठुलो डिफ्रेन्स ल्याउँछ कि तपाईँ मेरो भोटिङको कस्ट घटाइदिनुहोस् क्या नेपाली जनताको मलाई दाङ जान बाध्य नगराइदिनु न हो दाङमै हाल्नुपर्छ भन्ने सोच्छ भने त ठिकै छ मैले त्यही जन्मदर्ताहरू निकाल्न जाने हो होइन दाङमै हाल्न जानुपर्छ भन्ने छ भने मलाई यहीँबाट डिजिटली हाल्ने व्यवस्था गराइदिनुहोस् यदि विदेशको साथीभाइहरूले हाल्न पाउनु सक्नुहुन्छ भने अनि मैले पनि हाल्न पाउनु पर्यो के हुन्छ मान्छेको फोटो हुन्छ युजर आइडी हाल्ने खुल्छ ल्याउनुहोस् साइबर सेक्युरिटीहरू सब ल्याउनु त्यो भयो भने अझ धेरै ट्रान्सप्यारेन्ट पनि हुने भयो र धेरैजनाले भोट हाल्ने भयो क्या किन भन्दाखेरि अहिले जेनजी पुस्ताकै कुरा गर्ने हो भने पनि जेनजी पुस्तामा 50% त भोटै हाल्न जाँदैनन् के किनकि सबैजना आफ्नो घरमा छैनन् तपाईँले मेरो अफिसमा मैले अलिकति कुरा काटेँ मेरो अफिसमा मैले कम्पलसरी गरेँ यदि स्यालेरी बढाउने हो होइन जबलाई पर्मानेन्ट गर्ने हो प्रमोसन खाने हो भने तपाईँले नेसनल आइडी कार्ड लिनुपर्छ भन्ने अनि उहाँहरू आइडी कार्ड लिएर आउनुभयो मतलब सरी नेसनल आइडी कार्ड नै यो के भन्छ भोटिङ कार्ड भोटर्स कार्ड अनि उहाँहरूले भर्न थाल्नुभयो पहिले त्यो नेपाली इङ्ग्लिसमै टर्चर भइगयो पुस्तालाई 7वटा सब्जेक्ट तपाईँहरू इङ्ग्लिसमा पढाउनु नेपाली आउँछ टाइपिङ यो रियालिटीमा कुरा गर्नु पर्यो नि आउँदा मैले आफै भर्नलाई त इङ्ग्लिसमा सक्छ है नेपालीमा सक्दैन त्यही पासपोर्ट इङ्ग्लिसमा छ भोटिङ कार्ड इङ्ग्लिसमा चोइस एक हिसाबले अङ्ग्रेजी हाम्रो देशको दोस्रो भाषा भइसक्यो कि होइन त्यसलाई एक्सेप्ट गर्नु पर्यो नि होइन हामी हटाइदिनु पर्यो के हटाइदिनु पर्यो होइन अनि अब त्यो भर्नै सक्दैन कि नेपाली मैले सक्दिनँ एउटा कुरा अलिकति अचम्म लाग्दो पनि त्यही सरकारी काम गर्नलाई मात्रै नेपाली सिक्नुपर्ने जरुरी भएको छ कार्ड खुलेन थाहा छ एउटा थियो त्यही पनि उनीहरू जोसमा थिए होइन लास्टमा जब थाहा पाएँ नि भोट हाल्न त गुल्मी जानुपर्छ त्यो भनेको तलब 18,000 चाहिँ कसरी जान्छ ल यो साँच्चै रिभोल्युसन गर्ने तपाईँले भन्नुहुन्छ नि कि रिभोल्युसनको अंश केही बाँकी भयो भएन ल भोटिङ यो छोडिदिनुहोस् के समानुपातिक यो के प्रत्यक्ष यो दोस्रो कुरा हो के हरेक नेपाली भोट हाल्न चाहन्छ होइन कार्ड बनाउने एउटा कुरा हो होइन म सेल्स एन्ड मार्केटिङ राम्रोसँग बुझाएको छु होइन लिड आउने एउटा कुरा हो कार्ड बनाउने एउटा कुरा हो मै जान्न यो पटकको चुनाव मैले खुल्ला भने तपाईँले निरुत्साहित हुनु के भन्ला होइन मलाई यो कन्ट्रीसँग चासो पनि छ म फ्रस्ट्रेट हुन पनि पाउँछु के म पैसा खर्च गरेर त म जान्न मेरो एजेन्डा हो नि त यो होइन आफ्नो एजेन्डा त राख्न पाइयो नि मैले 0 कस्टमा भोट हाल्न पाउनु पर्यो के होइन यो कुरा फैलाउनुहोस् तपाईँहरू होइन सेयर गर्नुहोस् होइन किन भन्दाखेरि कति अरब पैसा खर्च हुन्छ चुनाव मको त नेतालाई के छ नेताहरूको त अब छ नि त सिधा बुझ्या हो नि कहाँबाट हुन्छ घर यार होइन उहाँहरूको व्यवस्थापन छ ठिक छ त्यसमा मलाई कम्प्लेन छैन होइन जुन समयमा उहाँहरू बन्नुभयो जसरी बन्नुभयो जुन स्कुलिङ भयो त्यो एउटा पार्ट हो होइन पोलिटिक्स लामो ग्यामो उहाँहरूको कन्ट्रिब्युसन पनि छ त्यो कुरालाई मैले यत्रो भनिराख्दाखेरि पुरै विद्रोह गरे जस्तो हुन्छ आज जे हामीले पाएको छौँ डेफिनेटली यो देशमा सबैको कन्ट्रिब्युसन छ मैले त त्यही बेला पनि भनेको थिएँ गणतन्त्र आउने बेला राजाहरूको मूर्ति चाहिँ नफालिनु पर्ने हो कुनै दिन हेर्नु यही सिक्छन् पब्लिकले त्यो बेला त खुब हाँस्नु त्यो बेला आफ्नो कार्यकर्ताहरूलाई गाली गर्नु मूर्ति फोड्ने चिजै गलत हो नि अस्तित्व सकिन्न नि यार सिस्टम चेन्ज हुँदैमा अहिले उहाँहरूले भोग्नु भयो पनि तपाईँले गाउँको नाम फेर्न सक्नुहुन्छ कि त्यहाँको माटोको क्वालिटी चेन्ज हुन्न कि यत्तिकै त्यहाँको वेदर चेन्ज भइहाल्दैन कि नेपालगञ्जको नाम जे राख्दै पनि हुन्छ केही फरक पर्दैन कि तपाईँ फेसिलिटी दिनुहोस् के
तपाईँ नेपालको नाम नै चेन्ज गर्नुहोस् फरक पर्दैन के तपाईँ यहाँको एक्सपिरियन्स चेन्ज गर्नुहोस् सानो सानो मुद्दा हामी इन्डियासँग लडेर सक्छौँ लिम्बुवा धाराको मुद्दा साँच्चै खतरनाक मुद्दा हो मलाई लाग्दैन हाम्रो एक्सेस बढाउनु पऱ्यो हाम्रो व्यापार गर्न सजिलो गराउनु पऱ्यो अन्तर्राष्ट्रिय व्यापार गराउनु सजिलो गर्नु पऱ्यो आजको डेटमा चाइना र अमेरिका लडाए जस्तो लाग्छ हामीलाई लडाए छन् लडेकै छैनन् छँदै छैनन् देखिनलाई देखिन्छ यो कुराहरू बुझ्नु पऱ्यो होइन सो मेरो त एक मात्र माग हो होइन अहिले यो सरकारले चुनाव गराउनु यो सरकारले पनि एउटा च्यालेन्ज त लिनै पर्छ होइन तपाईँहरूले यो खालि भनौँ न फेरि पुरानै मेथडबाट प्लिज चुनाव नगराइदिनुहोस् के अब थप्नुहोस् संशोधन गर्न मिल्छ नि त गराउनुहोस् होइन गोलमेज सम्मेलन गर्नुहोस् हिजोको दिनमा त माओवादी भने अर्को पार्टी थियो नि त होइन विपक्षी थियो नि त होइन जनयुद्ध गरेको उहाँहरूले जनविद्रोह वाटेभर सशस्त्र होइन उहाँहरूले त हतियारसहित लड्नु भयो नि त राज्यसँग जब शेरबहादुरलाई गोली नै हाने उहाँ के भन्छ सुर्खेतमा होइन उहाँहरू टेबलमा बस्न सक्नुहुन्छ भने यो त के दुश्मनी हो र 2 दिनको दुश्मनी हो त्यो त 12 वर्ष चल्ला दुश्मनी एउटा टेबलमा बस्न राजनीति त खतरनाक चिज हो नि त अनि यो खेलमा त जहिले पनि ओपन भएर बस्नुपर्छ रिजर्भ भएर लुगेर पनि बस्नुहुन्न बुझ्नुहोस् कुरा होइन तपाईँ कुरै नराखिदिने पजको पनि त लिमिट हुन्छ नि त पज गर्ने राम्रो कुरा हो होइन सम टाइम लिडरसिप लिनु पर्थ्यो क्या एउटा मिस चाहिँ भएको छ कि यो रिभोल्युसनमा प्लान थियो कि अनप्लान थियो मलाई थाहा छैन तर लास्टमा कसैले हिम्मत चाहिँ कोही एकजनाले गरिदिनु भयो होइन अब म सिधा भनौँ न बालेन शाहको ठाउँमा राजु पाण्डेले हिम्मत गरेर त अर्थ छैन नि त किन भन्दा राजु पाण्डेमा छ क्षमता होइन हिम्मत छ उहाँसँग तर पब्लिकले बालेनलाई एक्सेप्ट गरेको थियो नि त हिम्मत गरिदिनु भएन बालेन शाह यहाँनिर चुक्नुको कारण के होला भन्ने कुरा अहिलेसम्म कसैले प्रेडिक्सन मलाई थाहा छ त्यो किन भन्दा उहाँको रेन्जभन्दा बाहिर थियो उहाँले त्यो लिन सक्ने त्यो अब्जर्भ गर्न सक्नु भएन कि डराउनु भयो उहाँले पनि सोच्नु भएको थिएन नि त यत्रो हुन्छ स्ट्याटस लेखा जस्तो कहाँ इजी हुन्छ यार हामी यहाँ अहिले पोडकास्टमा कुरा गरे जस्तो इजी छैन नि त अहिले रिसिडेन्टमा हानिदिन्छु भन्ने हुन्छ होइन एउटा मान्छे सामान्य कुखुरा काट्दा मान्छेको हात काँप्छ काँप्दैन यति इजी छैन नि त के हुन्छ थाहा नै छैन नि त पुरा अननोन गेम हो नि त रिसको जोगमा एक बेला सिंहदरबार जलाइदिन्छु भनेर लेखिरहँदाखेरि अहिले रियालिटी हुँदाखेरि उहाँ पनि चकित पर्नु होला हो नि सो त्यही हो अब यो थाहा नै भएन कि किन भन्दा लाइफमा कहिले कहीँ जस्तो कतिपय चिजको योजना हुन्छ प्लान हुन्छ अनि लिडर त्यही हो होइन असली लिडर त्यही हो जसले अँध्यारोमा पनि होइन केही नदेखेर पनि बत्ती भेटिन्छ कि भनेर उसले चाहिँ पहिलो कदम चाल्छ नि त्यो लिडर हो के यस्तो सुरक्षित अवतरण हुँदैन के कसै न कसैले कुनै बेला विश्वेश्वर प्रसाद कोइरालाले यो देश फर्केकै हो नि त थुन्देकै हो नि त उहाँलाई त मेलमिलापको नीति लिएरै आएको हो नि त तपाईँ यार सेफ भएर लिडर चाहिँ हुँदैन है रिस्क चाहिँ लिनुपर्छ नयाँ जेनेरेसनले चाहिँ यो कुरा याद गर्नु पर्यो के यो हिसाबले हेर्ने हो भनेदेखि त सबैजना बालेन भनेर पछि लागे बालेनकै पछि लागे एउटा पोल्टो नै उसकै पछि लाग्यो अरूलाई एक्सेप्ट गर्न तयारै भएनन् तर यो सिनारीबाट हेर्ने हो भनेदेखि त असली देशभक्त जुनलाई चाहिँ लिडर लिन खोज्ने त हर्क साम्पाङ रहेछन् किनकि उनी त पछि लागेर काठमाडौँसम्म आइपुग्या हुन् नि त म गर्छु भन्दै उनलाई एक्सेप्ट नगर्नु जेनजीको अथवा अहिलेको यो जुन रेभोल्युसनलाई लिड गरिरहेको मान्छेहरूको गल्ती हो त एज अ प्राइम मिनिस्टर होइन मलाई गल्ती हो जस्तो लाग्दैन हर्क साम्पाङप्रति मेरो एकदम होइन रेस्पेक्ट छ होइन यो देशलाई अहिले चाहिँ सुशीला कार्की म्यामले नै लिडरसिप दिन सक्नु त मेरो उहाँसँग केही छँदै छैन कुनै कनेक्सनै छैन तर हामीलाई जेनजीले सुशीला कार्कीलाई चाहिँ प्राइम मिनिस्टर बनाएको भन्ने भ्रम छ भ्रम त छ नि त तर वास्तविकता त केपी ओलीले नै ल्याएर राखेको रहेछ भन्ने कुरा खुलिराखेको छ सबभन्दा सेफ मान्छे राख्नु भयो हो बेस्ट पोसिबल अप्सन राखेको पनि राजु पाण्डेको नाम पनि थियो सबभन्दा सेफ मान्छे किन भन्दाखेरि हेर्नुहोस् अब आफैमा लडेर दुईटा देशको बिचको लडाइँ त मिलाउनु पर्छ भने चाहिँ यो त देशभित्रको लडाइँ हो नि त घरभित्रको लडाइँ हो नि त होइन युद्धले निकास दिने भए त फेरि सम्झौता किन हुन्छ त लास्टमा रिजन त छ नि त अब युद्ध लडाइँ भन्ने चिज भनौँ विद्रोह भन्ने चिज जति चाँडो त्यसलाई साइलेन्ट गर्यो त्यति राम्रो हो अब नेपालको कानुन र संविधान नै उहाँहरूले जे राम्रै गर्नु भएको रहेछ सेफ ल्यान्डिङ चाहिँ सेफ ल्यान्डिङ हिसाबले पनि बनाउनु भएको रहेछ होइन अब के भने सेनाले लिन सक्नु पर्थ्यो सेनाले किन दाग लिने होइन जो हाम्रो सिग्देल सर हुनुहुन्छ उहाँ राम्रो मान्छे हुनुहुँदो रहेछ उहाँले लिन चाहनु भएन होइन यति बुझ्नुहोस् कि हाम्रो देशमा केही मान्छेहरू उग्र थिएनन् होइन जस्तो सेना उग्र भइदिएको भए प्रहरीको चिफ चाहिँ हाम्रो पूर्व प्रधानमन्त्री केपी ओली जस्तो माइन्डसेटको सेनापति भइदिए भए के हुन्थ्यो ल भन्नुहोस् सिग्देलजीको ठाउँमा सिग्देल सरको ठाउँमा हाम्रो प्रधानमन्त्री केपी ओली भावे के हुन्थ्यो होला अर्कै भइसक्थ्यो अहिले रणसङ्ग्राम भइसक्थ्यो देश एक्ज्याक्टली होइन सो यो कुरा उहाँले बाले चाहिँ प्लिज एक्सेप्ट गरिदिनु म उहाँलाई एकदम मान्छु होइन म एकदम प्रभावित पनि हो उहाँको वाक्कला क्षमता होइन उहाँको नेसनल इस्यु उहाँले जब राम्रो गर्नुभयो म सधैँ राम्रो भनेकै हो जनताको हिसाबले मेरो यस्तो उहाँहरूको अगाडि त्यो हैसियत पनि छैन होला तर उहाँ पनि नेपाली भन्दाखेरि 2072 को केपी ओली सबैले स्वीकारेको हो
सबैले स्वीकारेको जेनजी होस् त्यो जुनसुकै पुस्ताले पनि स्वीकारेको हो नि त, त्यसमा कुनै डाउट नै छैन। केपी बा आई लभ यु चलेको पनि हो। तर 2082 आउँदाखेरि त्यो मान्छे त्यहीँ 72 मै छुट्यो क्या, जसले नेपाली नागरिकले जुन स्वीकारेको थियो नि त्यो व्यक्ति त्यहीँ छुटेको अनुभव सबैले गरे त हो। जुन अब परिवर्तन उहाँबाट अपेक्षा छैन, उहाँले अब घाट समात्ने बेलामा राज्य शक्ति समात्छु भनेर लागि पर्नु पनि उहाँको मूर्खता नै हो। एकचोटि हुँदैन भनेदेखि तपाईँले भने जस्तो लाज हुनुपर्छ। कतिको नोटिस गर्नु भएको छ? अब यो मैले एनालाइसिस गरेँ कि केपी ओली जहिले पनि प्रधानमन्त्री बन्नुहुन्छ अनि उहाँ कुलमान घिसिङसँग न्यू खोज्नुहुन्थ्यो अनि सत्ता पल्टिन्थ्यो कि। अनि मलाई भित्रदेखि भाइब्स आउँथ्यो कुनै दिन कुलमान घिसिङ चाहिँ जे भए पनि बत्ती बाल्नुमा उहाँको हात छ एज अ म्यानेजर। उहाँले भ्रष्टाचार गर्नुभयो गर्नु भएन मलाई त्यो चासै छैन कि। जुन देशमा भ्रष्टाचार अलरेडी भइसक्यो त्यो पुरानो छोडिदिउँ कि, पुरानो फाइल नयाँ अब नगरौँ कि। मैले मेरो यदि खाने बानी छ पिउने बानी छ मैले कति खाएँ छोडिदिउँ कि, अब खान्न भन्ने कुरा इम्पोर्टेन्ट हो नि। अब पुरानो खाएको कुराले ल्याएर कारबाही गरेर के अर्थ छ त? सम्भावना छैन। त्यो त तपाईँले गडेको मुर्दा निकाल्न खोजे होइन, छोडिदिनुहोस्। अब नगरौँ न त भ्रष्टाचार नहुने सिस्टम क्रिएट गरौँ न त। त्यो त कसरी हुन्छ भन्ने कुरा क्लियर छ नि त। एकदम कडा इन्टरभ्यू हुनु पऱ्यो क्या। यो राज्य सेवामा जो जाने मान्छे हो नि सिफारिसमा जागिर खुवाएर हुन्छ। लोकसेवामा जाने मान्छेको मेन्टालिटी चेक गर्नु पऱ्यो, उसमा धनी भन्ने ख्वाब हुनु भएन क्या। तपाईँ चाहिँ पुरा आलिसान तपाईँ काठमाडौँ आउन चाहने होइन, टेस्ट गरौँ न सबैको होइन। सो राज्य सेवामा साँच्चै भनेको देश शेष छोडिदिउँ के, भ्यालुजमा भएको मान्छेहरूलाई मात्र राख्नुपर्छ। हामी एउटा सेकेन्ड लेफ्टेनेन्टको होइन 18 महिना तालिम गराउँछौँ के, भयङ्कर होइन। उहाँहरू त एउटा पार्ट मात्र हो नि त कन्ट्रीको त होइन। हाम्रो ब्युरोक्रेसी भनेपछि त कर्मचारी हुनुहुन्छ नि त होइन। डेमोक्रेसीको नाममा तपाईँको सङ्घ सङ्गठन खोलेका छन् होइन, उसले उसलाई फोन गरेका छन्, क्लब चलाएर बस्नु भएको छ यार। साँच्चै माया छ उहाँहरूलाई। गोली लाएर त कतिजना कर्मचारीको छोरा पनि मर्नुभयो होला नि होइन, कतिजना नेताको पनि मर्नुभयो होला त्यहाँ होइन। 80-90 जना कति गोली लाएर मऱ्यो, कति आगोमा मरे होइन। सो यो चिजलाई अब बुझ्नुपर्छ क्या। हाम्रो किताकट क्लियर हुनुपर्छ क्या। तपाईँ पैसा कमाउँछ नि व्यापार गर्नुहोस् या पनि विदेश जानुहोस्, सिम्पल। अब हामीले मान्छे नरोक्दा यत्रो आन्दोलन भइदियो अनि तपाईँ यो बेरोजगार युवाको चाहिँ जमात यहाँ खडा गर्ने अपर्च्युनिटी दिन सक्ने क्षमता चाहियो नि। मेरो इच्छाले यो देशको प्रधानमन्त्री भएर हुन्न कि, मेरो क्षमता हुनुपर्छ क्या होइन। खालि पार्टी मिलायोमा के मिल्या छ? यो मिलाउन सक्ने जस्तो सिङ्गापुरको प्रधानमन्त्री जो हुनुहुन्थ्यो नि उहाँ जस्तै मान्छे उहाँ नै यहाँ भइदिए भए उहाँलाई सिङ्गापुर बनाउनुहुन्थ्यो क्या। इक्जाम्पल दिएर कुरा गरेर अर्थ छैन नि त होइन। सो उहाँहरूले मान्छेहरू अहिले हाम्रो नेपालको कन्टेक्स्टमा सत्ताको कति लोभी छन् भन्ने कुरा त प्रचण्डलाई हेर्दा थाहा हुन्छ। उहाँले त्यत्रो 12 वर्ष 17,000 भन्दा बढी मान्छेलाई मारेर बनाएको जुन अस्तित्वलाई त गुमाइदिनु भयो। जुन नेकपा माओवादी थियो रहेन नि त आखिर। के लागि रहेन त भन्दा सिम्पल सत्तामा पुगिन्छ कि भन्ने लालचका लागि। भनेपछि यहाँ कसैमा इथिक्स भन्ने कुरा छैन, मोरालिटी भन्ने कुरा छैन, अहिले पनि बाँचेकै छैन, सकिसक्यो। यो सिस्टम बनाउने कुरा र जुन अब नयाँ क्रिएट गर्ने कुरामा चाहिँ म एउटा एकदमै प्रभावित भएको कुरा तपाईँलाई सुनाउँछु यहाँनिर। सिम्पल धनगढीको मेयरलाई हेरौँ क्या एकचोटि, गोपाल हमाललाई। उहाँले त्यो लोभ भन्ने कुरालाई हटाइदिनु भयो क्या। उहाँले जति स्ट्रक्चर उहाँको नगरपालिकाभित्र गराउनु भएको छ, उपमहानगरपालिकाभित्र, त्यति हाम्रो राज्यले बनाउन सकेन यत्रो वर्षसम्म। मैले उहाँको डकुमेन्ट्री हेरेँ, अलिकति रिसर्च गरेँ, एकदमै इम्प्रेस भएँ क्या। त्यतिको मान्छे चाहिँ टप लेभलमा आइदियो भनेदेखि कति परिवर्तन हुन सक्ला भन्ने कुरा हो क्या। तर यसमा यस्तो हुन्छ, यो कुरा आज मेरो एकजना साथीसँग चल्नु भएको थियो। मैले पनि यो आन्दोलनलाई यो रेभोल्युसनलाई धेरै बुझ्ने कोसिस मैले गरिरहेको, खास हुन्छ के त अब अगाडि के त होइन, वाट नेक्स्ट भन्ने त हुन्छ नि। सो कस्तो हुन्छ भन्दाखेरि रेसिस्टेन्स भन्ने चिज हुन्छ क्या परिवर्तनमा होइन। हामीले एउटा परिवारभित्र इन्टरकास्ट म्यारिज गर्न खोज्यौँ फर इक्जाम्पल होइन। बाहुनले इभन छेत्रीलाई बिहा गर्ने बेला लफडा भइहाल्थ्यो मेरो भएको पालामा। अहिले पनि गाह्रै छ। अब अहिले धेरै चेन्ज भएको छ होइन। अब इन्टर रिलिजन भयो भने के हुन्छ? अनि इन्टर रिलिजन छोडिदिनुहोस्, इन्टर कन्ट्री अझ इन्टर रिलिजन भयो भने के हुन्छ होइन। सो एउटा परिवारभित्र त विद्रोह गर्न अथवा कुनै पनि चिजलाई इस्टाब्लिस गराउन गाह्रो छ भने संरचना जुन राज्य संयन्त्र छ नि, राज्य जति एउटा मेयर साहबहरूलाई एउटा सिटी अथवा एउटा सहर चलाउनलाई जति पावर छ होइन, र रेसिस्टेन्स कति फेस गर्नुपर्छ, उहाँले भिड्नु पर्ने भनेको त्यही नगरपालिकाभित्रको मातहतम हो। फेरि निकै शक्तिशाली कार्यकारी भूमिका रहेछ मेयरको होइन। तर तपाईँ एउटा प्रधानमन्त्रीको कुरा गर्नुभयो भने मैले पहिला पनि भनिसकेको छु यो कुरा कि ल गोपी हमाललाई पनि ल्याउनुहोस्, हुँदैन किन व्यवस्था बनाउने बेलै गरौँ भएको छ। डाक्टर बाबुराम भट्टराईले त त्यही बेला भन्नुभएको थियो नि त
होइन संरचनागत परिवर्तन गर्नुपर्छ स्ट्रक्चरल रिफर्म गर्नुपर्छ भन्नुभएको छ नि त होइन यसो सुरुवात सिम्पल गरौँ न यो कर्मचारी यो जुन युनियनहरू छ नि यो हटाइदिउँ न सिधै केका लागि ल भन्नुहोस् तपाईँ हजुरले जब पाउनु भएको छ होइन समस्या भयो भने अरे यार डेमोक्रेसीको त्यो बेला डेफिनेसन भन्यो होइन आज मान्छे इन्टरनेटबाट एकैपटक 10 मिलियन मान्छेमा पुगिदिन्छ क्या दुनियाँ यत्रो परिवर्तन भइसक्यो होइन सो युनियन बन्नु मात्र डेमोक्रेसी हो युनियन भएन भने हकित हुन्न त्यस्तो छैन नि अब फेरि यहाँनिर अर्को क्वेसन के रेज हुन्छ भने जुन अहिलेको स्ट्रक्चर छ त्यो एक्जिस्टिङ पार्टिजले बनाएको लिडरसिपले बनाएको अब फेरि आउने पनि त्यही हो परिवर्तन गर्नलाई चाहिँ को आउनुपर्ने भयो त भन्ने कुरा हो कि कसैले पनि गर्न सक्दैन भनिसकेपछि सुदन गुरुङजी नै आउनुभयो अथवा भनौँ न को हुनुहुन्छ होइन आउनु भएको छ नि त अगाडि पुरुषोत्तमजीहरू होइन बब्लुहरू अहिले मन्त्री नै हुनुभएको छ होइन एकचोटि सोध्नु न उहाँलाई बोलाएर उहाँले पनि विचार फिल गरिसक्नु पो होला के मैले एउटा कलेजमा काम गर्थेँ त्यहाँ अलरेडी एउटा यस्तो स्ट्रक्चर थियो नि होइन मभन्दा भनौँ न मभन्दा जुनियर टिमलाई मलाई म्यानेज गर्न गाह्रो हुन्थ्यो कि सोच्नुहोस् होइन सो त्यसले गर्दाखेरि यो फेरि नेचुरल कुरा हामी जन्मेपछि मर्छौँ भने जस्तै एकदम स्मुथ जर्नी हुनेवाला छ भन्ने नसोच्नुहोस् होइन अब हामीले क्रिएसन भन्ने चिज इजी छैन क्या होइन फेसबुकमा एकाउन्ट खोला जति इजी छैन भन्ने कुरा जेनजीको साथीभाइले पनि बुझ्नु पर्यो कन्ट्री आज डोनाल्ड ट्रम्पलाई जति गरे पनि हिज ब्याक एन्ड हिज सोइङ हिज उसले आफ्नो एक्टिभिटी देखाइरहेछ होइन सो त्यसले गर्दा व्यक्ति आएर गोपी हिमालजी आएर अथवा जेनजीकै कोही आएर हुँदैन यो कुरा क्लियर हुनुपर्छ हामी होइन अब यो चुनावमा भएन भने अर्को चुनावमा हुन्छ अब गर्ने परिवर्तन त हेर्नुहोस् समय लाग्छ कन्ट्रीको चेन्ज भनेको भएको छ आज नेपालमा कति ठाउँमा बत्ती गएको छ ल भन्नुहोस् गएको छ नि त इलेक्ट्रिसिटी त गएको छ नि त इन्टरनेटको एक्सेस कतिजनासँग छ हेर्नुहोस् होइन सो केही पनि भएको छैन भनेर भन्नु भएन होइन तर नेपाललाई खोइ किन उहाँहरूले एक्सपिरियन्स हुन्छ उहाँहरूले गर्न सक्ने काम पनि राम्रोसँग नगरिदिएकै हो के एउटा विकास निर्माणको कामहरू हुन्छ एउटा सफ्टवेयर बनाइदिनुहोस् के रिजनलमा कहाँ के भएको छ कति खर्च भएको छ अरे यार हरेक कर्मचारीले म नाम तोकिदिन्छु सडक विभाग पुनर्संरचना गरौँ कि सबभन्दा पहिला किनकि हाम्रो बाटोको यात्रा राम्रो छैन मैले पहिला पनि कुरा निकालेको थिएँ नि त होइन अहिले 80% बनाएर छ त्यो बाटो लास्ट टाइम म गएको थिएँ लास्ट टाइमको हाम्रो एजेन्डा थियो हरेक सिटिजको स्टार्टिङ जुन इन्ट्रीमा चाहिँ किन सडक बिग्रेको हुन्छ भन्ने एक्ज्याक्टली के होइन त्यो इम्प्रेसनै खराब भयो नि त होइन अनि बानेश्वरकै पुल हेर्नु न त्यहाँ बनाएको छ त्यस्तो राम्रो पुलमा त्यसमा पेन्ट किन नगरे कस्तो हो कि भन्नाले हामीले निर्माण गर्ने कतै न कतै त्रुटि छ कि माथि त्यसलाई रिभ्यू गर्नु पर्यो सबभन्दा खतरनाक चलखेल हुने भने सडक विभागमा ठेकेदारहरूलाई पैसा दिनुहुन्न उहाँहरू जब राज्य चलाउने मान्छे नै जब पुलिसले नै चोरी स्टार्ट गर्यो भने अनि बाँकीलाई चोर भन्न मिल्छ मिलेन होइन समस्या त्यहाँ छ के ल ठेकेदारले चाहिँ काम गरेन क्वालिटी गरेन एकचोटि उहाँहरूको सबैको सम्पत्ति हेरौँ त यो सडकको बजेट पास गर्ने सबै इन्जिनियरको हेरौँ त मेरो साथी छ एकजना पैसा पेमेन्ट भएको छैन अहिलेसम्म कहिले को म त एउटा कम्पनी बनाउन जाँदा त कम्पनी रेजिस्ट्रार कार्यालयमा भिडियो भाइरल भएको थियो तपाईँलाई थाहा छ नि होइन 29 जनाको सर्वा भयो मैले त्यहीँबाट पनि भनेको थिएँ कम्पनी रेजिस्ट्रारको सर आनन्दले चाइना घुम्न जानुभएको थियो कि निट बुझ्नु पर्दैन उहाँको पो तलब आउँछ यार सरकारी कर्मचारीहरूको मात्रै तलब आउँछ एकचोटि उहाँहरूको तलब बन्द होस् त अनि थाहा हुन्छ क्या उहाँहरूलाई होइन हामीले त पैसा कमाएन भने तलब दिन सक्दैन तलब पाउँदा पनि पाउँदैन कि प्राइभेट सेक्टर भन्ने त त्यो हो नि त होइन सो त्यसले गर्दा यो अब कसले के गर्ने भन्दा पनि अब अहिले आएर हाम्रो कन्सर्न भने कहाँनिर हुनुपर्छ भनेदेखि अहिले देशलाई चाहिँ डिसिजन मेकिङ जुन रोल हुन्छ त्यति बेला अलिकति यङ्गर जेनेरेसन नै चाहिएको छ अनेस्टली भन्नुपर्छ जुन अर्जेन्सी यङ अहिलेको जेन्जीले महसुस गर्छ त्यो पहिलाकोले गर्न सक्दैनन् तर क्वेसन यो हो कि साँच्चीकै नेपाल चाहिँ यो यङ लिडरसिपको लागि रेडी छ कि छैन भन्ने कुरा हो कि नेपालले के खप्न सक्छ नयाँ जेनेरेसनको लिडरसिप के लाग्छ तपाईँलाई चाहिँ यसमा हाम्रो रिभोल्युसन एक तबकाको मात्र भयो होइन यो पोलिटिकल मात्र रिभोल्युसन भयो होइन मैले भने नि स्ट्रक्चर भत्काउनु पऱ्यो क्या है स्ट्रक्चर तपाईँले यो यहाँ चाहिँ खतरा मल बनाउने सोच्नुभयो बिल्डिङ यो बिल्डिङै भत्काउनुपर्छ यहीँ मल बन्दैन होइन हामीले अब कस्तोवाला चेन्ज खोजे हो त होइन भ्रष्टाचार कहाँ छ त नेताले मात्र गरेको छ नि त होइन तर यस्तो हुँदो रहेछ तपाईँले भने एकदमै कुरा म रिलेट गर्छु धेरैजनाले मलाई सुनाउनु पनि भएको छ एक्सपिरियन्स जस्तो कि भर्खर त्यो मन्त्रीको पोस्टमा मन्त्रीको पोस्ट हो त्यो तपाईँ त्यहाँ आएर बस्नुभयो तपाईँले भ्रष्टाचार गर्ने बाटो थाहा हुँदैन अरे कि तपाईँले सिकाउनु भने त्यो सचिवले अरे नयाँ आइफोन लन्च भयो मलाई यो लिदिउँ त मैले त्यही भन्छु सुरुवात चाहिँ तपाईँलाई लाग्छ नरेन्द्र मोदीले भ्रष्टाचार गरेछ
यसो हेर्दाखेरि गरे मलाई लाग्दैन मलाई चाहिँ ओपनली हुनु मलाई लाग्दैन नरेन्द्र मोदीले भ्रष्टाचार गरेछ प्रधानमन्त्री त्यतिको लेभलको चाहिँ हुनुपर्छ क्या उसको पार्टीमा अरूले गरे उसले चाहिँ गरेको छैन क्या उनीहरूलाई थाहा छ क्या निष्कलङ्क हुन्छ किन भन्दा पोलिटिक्स भनेको अर्गनाइजेसन भने त्यहाँ एउटा सिस्टमै हो नि त त्यहाँभित्र सही र गलत सबै चिज हुन्छ क्या तर एटलिस्ट कन्ट्रीलाई लिड गर्ने मान्छे त निष्कलङ्क हुनु पऱ्यो नि त मुख हेरेर लाग्दैन भ्रष्टाचारी जस्तो हाम्रो नेताहरू मुख हेरेर लाग्दैन तपाईँलाई कर्मचारीहरू त्यो भिडियोमा हेर्नु भएको थिएन होइन त्यसपछि जब मेरो त्यो भाइरल भयो त्यसपछि त तुरुन्तै काम गरिदिनु भयो त उहाँहरूले यसरी काम गर्नु भएको छ कि त्यो पनि गलत हो फेरि म भन्छु क्या होइन यहाँ त प्रभावमा हुने रहेछ नि त सबै चिज कसको पहुँच र प्रभाव कति छ भन्ने कुराले शासन प्रणाली निर्धारित हुनु हुँदैन के होइन विधिको शासन विधि त्यो प्रधानमन्त्री बनाउने बेला त्यो राष्ट्रपतिले पढेकोलाई विधि भन्छ त्यो विधि चाहिएन क्या डेलिभरी चाहियो सिरियस हुनु पऱ्यो नि छैन अब यस्तोले चुनाव गर्छ यो त केटाकेटीमा त्यो सानो सानोमा बच्चाहरू फुटबल खेल्दाखेरि गर्थे नि डिस्कसन हार्ने टिमले झ्याली गऱ्यो भने जस्तो छ के म्याच्योर्ड हुनु पऱ्यो के हो जनता जस्तो छ नेता त्यस्तै हुन्छ तर नेता पनि त उहाँहरूले 20-25 वर्ष चलाइसक्नु भएको छ होइन हामी चाहिँ प्रधानमन्त्री बन्न पाएनौँ 5 वर्षसम्म शेरबहादुर दाइ प्रधानमन्त्री बन्न पाउनु भएन भनेर चाहिँ उहाँको पार्टीमा भनौँ न अहिले कुरा आएछ त्यो कसले बनाएको थियो त्यस्तो व्यवस्था कि 5 वर्ष चाहिँ 7 पटक प्रधानमन्त्री खाँदाखेरि 5 वर्ष नहुने व्यवस्था डे 1 देखि कोही प्राइम मिनिस्टर भयो भने प्रतिपक्षको मेन टार्गेट नै त्यो सरकार ढलाउने चाहिँ राजनीति हो रे सुध्रिनुस् के मैले त्यति नै आफ्नै घर जलीको अब त सुध्रिनुस् होइन सुध्रिनुहुन्न भने पोलिटिक्स छोडिदिनुहोस् यदि उहाँहरू साँच्चै नै सुध्रिने हो भने यस्तो छैन पास्टलाई हेरेर कसैलाई पनि रोक्नु हुँदैन भन्ने मेरो मान्यता छ क्या एउटा दोषी भएको मान्छे जेल जान्छ हत्या गरेर जान्छ बल्ल ऊ पनि समाजमा आएर पुनर्स्थापित हुन पाउने उसको अधिकार हो नि त भनेपछि नेताहरू पनि फेरि पनि आउन सक्नुहुन्छ चुनावमा आउन सक्नुहुन्छ होइन डेमोक्रेसी भने त्यही हो उहाँहरू उठ्नै पाउनुहुन्न भन्ने कुरा त म मान्दैन अब हामी जिताउँछौँ भने त त्यो त हाम्रो गल्ती हो नि त हामीले पनि तयारी गर्नु पऱ्यो नि त हामी 5वटा 6वटा नयाँ जेन्जी भनेको छौँ नयाँ दल भनेको चाहिँ हामी मिल्न सकेका छैनौँ आज केपी ओलीहरू किन स्ट्रङ हुनुहुन्छ थाहा छ सङ्गठन स्टिल जोगाउनु भएको छ क्या उहाँहरूले राजनीतिमा स्ट्रक्चर बहुत इम्पोर्टेन्ट कुरा हो कि इन्फ्लुएन्सले मात्र हुँदैन इन्फ्लुएन्स हुन्थ्यो नि त संसारको सबै खतरा स्पिकरहरू के हुन्थ्यो मैले पहिला पनि भने सबै वक्ताहरू नेता भइहाल्थे नि सो स्ट्रक्चर त क्रिएट गर्नु पऱ्यो नि त सम्झौता त गर्नु पऱ्यो नि त होइन यो अब कुलमान सरलाई पनि सभापति नै चाहिने अब त रवि लामिछानेको टिमले छोड्दैन एउटा मिल्ला जस्तो वातावरण थियो नि त यहाँ एक्सेप्टै गर्न कोही पनि तयार छैन आइएम द बेस्ट भन्ने छ अनि कसरी हुन्छ होइन हामीमा त्याग गर्ने नेताहरू नै छैन गणेशमान सिंह जस्तो नेताहरू हुनुहुन्थ्यो नि त त्याग गर्ने मैले हल्का भनौँ न काङ्ग्रेसमा चाहिँ मैले साँच्चै मान्ने चाहिँ मैले रामरण यादवलाई चाहिँ माने के हामीले चाहिँ राम्रो चाहिँ राष्ट्रपति पाएको रहेछौँ कि होइन उहाँको कुराहरू सुन्नुहोस् होइन त्यतिको चाहिँ हुनुपर्छ के होइन पोलिटिक्समा लागिसक्यो तपाईँको पोलिटिक्स भनेको तपाईँको पार्टीले जित्यो तपाईँ जित्नुभयो तपाईँ प्रधानमन्त्री हुनुभयो त्यो इम्पोर्टेन्ट कुरा होइन पोलिटिक्स भनेको तपाईँको जनताको एक्सपिरियन्स के छ भन्ने कुरा नै तपाईँको पोलिटिक्स सक्सेस हो कि होइन भन्ने कुरा हो कि तपाईँको घरमा पैसा थियो होला खै जल्यो के भयो होइन तपाईँको धेरै पैसा थियो होला तपाईँ अब हेलिकप्टरबाट तपाईँहरूलाई रेस्क्यु भयो त्यो छोडिदिनुहोस् के हामीले के एक्सपिरियन्स गऱ्यौँ यो देश होइन म त भन्छु उहाँहरू पब्लिक बसबाट जानु पऱ्यो कि उहाँहरूको घर गाउँ डडेलधुरा हो कि झापा हो उहाँहरूलाई 4 पटक त्यो बसमा हिँडाइदिएपछि नि यो काठमाडौँको बाटोमा उहाँहरूलाई केही गर्नै पर्दैन क्रान्ति देशमा आफै भइहाल्छ उहाँहरूको ज्यान पनि रहन्न ल्यान्ड क्रुजर लिएर हिँड्नुहुन्छ अनि कहाँबाट फिल गर्नुहुन्छ बाटो होइन अरू बेला नभए पनि घर जाने बेला नेताहरू पनि बसमै जानु पऱ्यो के टिकट काटेर जानु पऱ्यो फिल भइहाल्छ कस्तो सडक उहाँहरूले बनाउनु भएको रहेछ के उहाँहरूले बनाएको सडक हो त उहाँहरूले बनाएको त हो नि उहाँहरूको व्यवस्थाले बनाएको सडक त हो नि त्यो राजाको बेलामा बनाएको सडक त धेरै राम्रो थियो नि होइन उहाँहरू सबलाई पैसा कमाउनु छ अनि सबलाई सरकारी कर्मचारी बन्नु छ यार तपाईँ सरकारी कर्मचारी पनि बन्ने अनि तपाईँ व्यापार पनि तपाईँलाई धनी बन्ने सोच्नु आउनुहोस् व्यापार गरौँ आउनुहोस् होइन सक्नुहुन्न छोराछोरी पठाउनु जानुहोस् विदेश जानुहोस् तपाईँहरू सबै देशको भार घट्छ यार होइन तपाईँहरू पब्लिक मैले सिधै ब्युरोक्रेसीलाई म भन्छु ओपन च्यालेन्ज होइन यो नयाँ रिभोल्युसन यही एजेन्डामा हुनुपर्छ ब्युरोक्रेसीले चाहिँ क्लियर कट कुरा हो कि उहाँहरूले आफ्नो धर्म निर्वाह प्रोपरली गरिदिनु भने नेता खराब भएर पनि केही पनि फरक पर्दैन लेखेर राख्नुहोस् तपाईँ केही पनि फरक पर्दैन के उहाँहरू त्यहाँ बसेर काठमाडौँमा घर ठोकेर उहाँ अब रवि लामिछानेको म इक्जाम्पल दिन्छु है यो कुरा पनि मैले उठाउँछु भनेको थिएँ कि मैले लास्ट टाइम मिस गरेँ होइन रवि लामिछानेलाई लगेर म उहाँको कुनै फेभर छ मेरो कुनै कनेक्सन छैन उहाँसँग फेरि क्लियर हुनुहोस् मेरो जहाँबाट गएर खोजे पनि केही पनि कनेक्सन छैन ढुक्क फेरि मलाई पनि कताको बनाइदिनु होला होइन भाग्यले म कहीँ पार्टिसिपेट भएको छैन कुनै अमेरिकन एम्बेसीमा युएस चाहिँ गरेर आएको फेरि एजेन्ट भनिदिनु होला गाह्रो छ उहाँहरू गयो भने डिप्लोमेसी होइन अर्कोले गऱ्यो भने एजेन्ट अलि ग्रो अप हुनु पऱ्यो के
होइन यो त उमेर त त्यो राजनीति सुरु गर्दा जुन चेतना थियो उहाँहरूको त्योभन्दा माथि कति पुस्तक पढ्नुभयो पुस्तक पढेर पनि हुन्न रहेछ नि त होइन तपाईँले चेतना ल्याउन सक्नु भएन नि रवि लामिछानेलाई किन जेल हालिएको छ भन्दाखेरि लजिक के छ भन्दाखेरि मैले एउटा मेरो आफ्नो व्यक्तिगत हो यो फेरि होइन म कुनै उहाँको सपोर्ट गर्न खोजे पनि होइन मलाई विरोध गर्नु पनि छैन तर उहाँ पनि एउटा चेन्जको चाहिँ ठुलो धक्का थियो के उहाँ र राष्ट्रिय स्वतन्त्र पार्टीको जित सँगसँगै लफडा आउन सुरु भयो नि त तपाईँको विवेकशीलले त जितेन केही असरै थिएन नि त चिलमा थिएन नि त बुढाहरू सबैजना होइन धक्का रवि लामिछाने त सिधा कुरा भन्दाखेरि भुटानको केसमा त के अरे भुटानी शरणार्थीको केसमा आर्जु राणाको भनौँ न त्यहीँ गएपछि त सत्ता परिवर्तन त्यो त ओपन छ नि त्यो सिक्रेट त होइन रवि लामिछानेले चाहिँ तलब खुवाउनु भयो हो नि त खास त तलब खुवाउनु भयो नि त त्यो तलब खुवाउनु भयो भने यो उहाँको पार्टीमा को हुनुहुन्छ विद्वान के त्यत्रा विद्वानहरू हुनुहुन्छ उहाँहरूले गएर हाल्नु पऱ्यो के त्यो उहाँले तलब खुवाउँदाखेरि त्यो पैसा सहकारीको गरिबको पैसा खुवाइदियो होइन बचत गरेको जीवीलाई ल्याउन सकेन हाम्रो देशले होइन छोडिदिनु त्यो कुरा रवि लामिछानेले तलब खुवायो ऊ सिइओ थियो विद्वान मान्छे थियो ऊ ठुलो पोजिसनमा थियो एमडीले त्यस्तो भन्न पाउँदैन भनेर उहाँलाई हाल्यो नि त भवन दाइले पनि यो कुरा राम्रोसँग बुझ्नु पऱ्यो कि होइन तपाईँहरू मिल्नुहोस् होइन जो रिभोल्युसन चाहनुहुन्छ अलग पार्टीको हुनुहुन्छ नि तपाईँ एलायन्स भन्नु पार्टीभित्रैबाट तपाईँहरूले भ्याउँदै भ्याउनुहुन्न लेखेर राख्नुहोस् चेन्ज चाहनेहरू सबै एक ठाउँमा आउनुहोस् के अलग अलग पार्टीबाट जित्नुहोस् गभर्मेन्ट तपाईँहरूको हिसाबले बनाउनुहोस् के यिनीहरूले चाहिने 4 पटक एउटै एमाले फोड्छन् एउटै काङ्ग्रेस फोड्छन् होइन अनि त्यो ट्याक्स अफिसमा त पैसा बुझाउनु भयो नि त्यो सहकारीको पैसा थियो कि थियो नि अनि त्यो ट्याक्स अफिसर चाहिँ किन बचिरहेको छ अहिलेसम्म उसलाई किन मुद्दा हालिएन के क्वेसन मेरो त्यो उसलाई चाहिँ किन मुद्दा हालिएन सरकारी कर्मचारीलाई चाहिँ के पनि नहाल्ने कर अधिकृतको होइन त्यो पैसा कहाँ थियो रविले चाहिँ जिम्मा लिनुपर्ने ऊ चाहिँ एउटा कम्पनीको एमडी चाहिँ एकदम हुनुपर्ने होइन अनि एउटा ट्याक्स काट्ने अफिसरले त्यही ट्याक्स खायो त्यो ट्याक्स काटेको पैसा फेरि सरकारी कर्मचारीले तलब खायो कि खायो नि त्यसपछि सबलाई भित्र छिराउनु पर्छ कि त्यो जनताकै पैसा थियो नि त करमा बुझाएपछि चाहिँ त्यो चोखो भइगयो त्यो पैसा होइन करमा बुझाउने बित्तिकै चोखो भयो त त्यो पैसा आखिर सहकारीकै पैसा थियो नि त त्यो पैसा पनि फिर्ता लिनु पऱ्यो नि त त्यो कर फिर्ता गरिनु पऱ्यो के खै मुद्दा उठाएको टेक्निकल सानसानो कुराहरू के कसैलाई मतलबै भएन त्यो कुरामा चाहिँ कसरी चेतना आएन त्यहाँसम्मको यदि रवि त्यो बेसमा थुनिनु भयो भने होइन त्यही बेसमा त्यो कर अधिकृत जो छ त्यो कर कार्यालयको को हो होइन उहाँहरू सबै थुनिनुपर्छ किनकि उहाँहरूले पनि त्यो पैसा काट्नु भएको छ राज्यमा गएको छ राज्यको विरुद्धमा पनि मुद्दा हाल्नुपर्छ म राष्ट्रिय स्वतन्त्र पार्टीको होइन फेरि तपाईँ क्लियर हुनुहोस् मैले कुनै पार्टी सदस्यता कहीँको पनि लिएको यही हिसाबले नै अगाडि बढ्ने हो भने यतिको अहिलेको जेनजी प्रोटेस्टले पुगेको छैन अहिले पोलिटिक्सको अगेन्स्टमा चाहिँ प्रोटेस्ट भयो अब ब्युरोक्रेसीको अगेन्स्टमा हुनैपर्छ नभएसम्म त परिवर्तनै आउँदैन भन्ने हिसाबको कन्क्लुजन निस्क्यो अहिले त्यही हो होइन दे आर प्लेइङ भेरी सेफ के जस्तो फिल्ममा हिरो देखिन्छ तर पछाडि त गेम खेल्ने त प्रड्युसर र डिरेक्टर हुन्छ नि त होइन त जबसम्म हामीले हेर्नुहोस् एउटा कुरा क्लियर हुनुहोस् होइन जबसम्म पैसा कमाउने सोचको मान्छेलाई सरकारी जागिर दिन्छौँ नि यो देशमा पैसा छैन तलब छैन खान मन छ खानुहोस् नखान मन छ नखानुहोस् तर प्लिज यहाँ छिरेर पैसा चाहिँ कमाउनु नसोच्नुहोस् त्यति मात्र हो मेरो तर हिस्ट्रीलाई हेर्ने हो भनेदेखि त यहाँ जो मान्छेले अरू केही गर्न सक्दैन त्यही मान्छे सरकारी जागिरमा छिरेर हो नि त अहिले पनि हेर्नुहोस् न जो मान्छे गाउँ गाउँमा भर्खरै स्ट्रगल गर्ने युथहरू जति पनि छन् सबैजना सरकारी कर्मचारी बन्नका लागि काठमाडौँमा पढिरहेछन् भनेको त्यसको रिजल्ट भनेको त फेरि पनि ठिक छ उहाँहरूको मेहनत हामीले कदर गर्नुपर्छ लोकसेवा आयोग पास गर्नुभएको छ म सबै बुझेँ कि होइन तर उहाँहरूको एउटा टेस्ट चाहिँ हुनैपर्छ के पैसा कमाउने इन्टेन्सनले जागिर खानुहुन्छ भने अब मैले नाम लिने मेरो रिलेटिभहरू पर्ला होइन म लिन चाहन्न होइन अब सबैजना अब भनौँ न विभिन्न पोजिसनमा हुनुहुन्छ आज काठमाडौँको घरको ओनरहरूको बारेमा एउटा डेटा निकालौँ न व्यापारीको कम छ सरकारीको कसरी बन्छ कि त्यत्रो घर कसरी बन्छ होइन मैले भनेको अब त्यो घर सर लिने नलिने राज्य गर्ने त्यो दोस्रो कुरा हो अब यो चिजलाई बन्द गरौँ भन्ने मात्र कुरा हो कि होइन कर्मचारी पनि अब पुरानो मानसिकता उहाँहरूले कहाँ हेबिट चेन्ज गर्नुहुन्छ एउटा प्राइभेट संस्थामा बसेर कसैले सानो सानो क्यान्टिनमा काम गर्दाखेरि त्यहाँको चाहिँ नुन अथवा त्यहाँको तेल लग्ने बानी बसेको छ भने त्यो मान्छे सुध्रिन्छ संस्थाभित्रको सामान चाहिँ घरमा लग्ने बानी भएको मान्छे सुध्रिन्छ त्यसको एउटै उपाय छ कटौती मैले पहिला पनि कटौती यो हट्नै पर्छ उहाँहरू सुध्रिनु सक्नुहुन्छ नि उहाँलाई राख्दा हुन्छ किनकि मान्छे सुध्रिएपछि त मौका पाउनुपर्छ वाल्मिकी पहिला डाँको हुनुहुन्थ्यो नि होइन त्यो रियर केस हो वाल्मिकीको इक्जाम्पलतिर कहाँ हुन्छ उहाँहरूलाई ल छातीमा हात राखेर छोराछोरीको टाउकोमा हात राखेर कसम खाउँ त सुध्रिनु सक्नुहुन्छ अब यहाँ कुरा आउँछ तलब बढी दिएन बानी हो किनकि कम र बढीको कुरा हुँदैन के त्यो त मैले पहिला पनि भनेको छु नि कर्मचारी यत्रो चाहिन्न स्वेटर बुनेर बस्नु अहिले पनि उहाँहरूको काम हेऱ्यो भने चलेको छ एउटा सिस्टम हो कन्ट्री बन्नलाई सेना चाहिन्छ कन्ट्री बन्नलाई प्रहरी चाहिन्छ कन्ट्री बन्नलाई कर्मचारी चाहिन्छ अनि चाहिन्छ भनेर हालिदिने आफ्नो पार्टी ठुलो बनाउनलाई उहाँहरूले कार्यकर्तालाई के गर्नुभयो होइन अनेक गर्नुभयो नि त नियुक्तिदेखि लिएर दुनियाँ यो लोन सोन सफ्ट लोन भन्छ होइन हामीसम्म पुगेको छ त्यो लोन छैन नि
कोसम्म पुगेको छ त? दिस इज द क्वेसन के। एउटाले आउँछ एउटा कुरा भनिदिन्छ, कानुन बनाइदिन्छन्। म मेन पावरको साथीहरूसँग पनि बसेको थिएँ, पीडित हुनुहुन्छ। एउटा आउँदो रहेछ मन्त्रीलाई एउटा भनिदिन्छ कुनै एउटाले आफ्नो रिजनमा। अब हेर्नुहोस्, मेन पावरभित्र म तपाईँलाई यो कुरा खोलिदिन्छु होइन, मेन पावरभित्र आज पब्लिक ठगिनुको पछाडिको रिजन सरकार रहेछ कि। मैले त्यहाँको कुनै एउटा महासङ्घको कमिटीको ठुलै मान्छेसँग बसेर कुराकानी भएको थियो कि सबलाई ओपन सिक्रेट हो। सरकारले 25,000ले भन्छ, 25,000मा मेरो जबले त जागिर खोज्दिन्न यार, अनि विदेशमा खोजा जागिर 25,000मा हुन्छ। फेमस हुनलाई यो जे पनि गर्ने परिपाटी छ नि, यो बालेन सरको पालामा मात्र होइन, पुरानै पालादेखि यो फेमस हुने जुन प्रचलन छ नि, जब रियालिटी जब टाइमले माग्यो त्यो आउनुभयो, सक्नु भएन नि। सो त्यही भएर बिफोर वी स्पिक होइन, बिफोर वी टेक डिसिजन वी हेभ टु थिङ्क के म यो कारणले चाहिँ समस्याको समाधान गर्दैछु कि म आफ्नो प्रभाव बढाउँदैछु। यो प्रभाव बढाउने चिज छ नि, यो चाहिँ जनताको एक्सपिरियन्समा हुनुपर्छ जस्तो मलाई लाग्छ कि। यति यो सोचको विकास 8-10 जनामा भइदियो भने, यहाँ कतिजनाको नियत राम्रो छ, क्षमतै छैन, कतिजनाको क्षमता राम्रो छ, नियत ठिक छैन होइन। हामीलाई त यस्तो मान्छे चाहियो जसको नियत पनि ठिक छ र क्षमताले पनि भ्याउँछ। अब तपाईँ जस्तो प्रधानमन्त्री बन्ने कुरा मैले कसैलाई पोइन्ट आउट त गर्न चाहन्न होइन, क्यापेसिटीको पनि कुरा हो हेर्नुहोस् होइन। तपाईँ एउटा गाउँमा टोलमा अथवा एउटा सिटीमा फेमस हुने एउटा पाटो होइन, कन्ट्री पुरै डेलिभर गर्ने बाले नै आएको पनि गाह्रो थियो, सक्नुहुन्थेन उहाँले। किन भन्दा काठमाडौँ महानगरपालिका चलाए जति सजिलो छैन यो देश चलाउन। त्यो सिंहासनमा बसेर सुवर्ण शमशेरलाई पनि गाह्रो भएको होइन, बिपीलाई पनि गाह्रो भएको ठाउँ हो त्यो होइन। जति पनि प्रधानमन्त्री हुनुभएको छ त्यो सजिलो कुर्सी छैन के। तर उहाँहरू किन चेन्ज गर्नु न मलाई थाहा छैन होइन। हाम्रोमा कस्तो भन्दा कथा एउटा बुनिया छ होइन, अनि सबले त्यही कथा पहिला बुताउँथ्यो सबले भूत देखाएको छु भन्थे, यहाँ भेटे चुरेलीको कुरा होइन, किचकन्याको कुरा। तर साँच्चै भेट्या मान्छे भेटेकै छैन क्या अहिलेसम्म। ल आफ्नो फ्यामिलीमा खोजौँ, जस्तै किंवदन्ती सुनायो होइन, मान्छेलाई एउटा हालिदियो क्या दिमागभित्र, एउटा हाम्रो सेट गरिदिएको छ क्या होइन। कल्चर स्केप भन्छ के, यो कल्चर स्केप भन्ने चिज ल्यान्डस्केप भन्दा डेन्जर हुँदो रहेछ के। देशको माया भन्दा होइन, कसैलाई अन्ध फलो गर्ने कल्चर जबसम्म हामी बन्द गर्दैनौँ नि होइन, हामी अझ डेन्जर जोनमा जान सक्छौँ। किनकि अहिलेको जेनेरेसनको स्पिड र इन्टेन्सिटी अझ स्ट्रङ छ के। सो त्यसले गर्दा यो हाम्रो निम्ति अपर्च्युनिटी पनि हो यो कन्ट्रीको निम्ति होइन, सँगसँगै यो हाम्रो निम्ति ठुलो चुनौती पनि हो कि। सिम्पली यो झोले प्रवृत्ति चाहिँ बन्द गर्न सक्नु पर्यो। झोले प्रवृत्ति बन्द गर्न विदेश पठाइदिनु न यार, काम गर्छन् यार। यदि कोही युवा होइन बेरोजगार छ भने यो देशमा बस्ने उसलाई अधिकार छैन, राजनीतिक जिम्मा लिनु पठाउनु पर्यो। यहाँ बस्ने उसले त केही न केही काण्ड ऊ त पार्टीमै त लाग्छ हो, लाग्छ। अरे चुनाव विदेशबाटै हाल्न पाइन्छ, भोट पैसा आउँछ, केही घर बनाउनुलाई पुरा परिवार आउँछ कि मिस्त्री आउँछन्, तपाईँले पैसा दिनुहुन्छ अनि इन्जिनियरले बनाइदिन्छ, कन्स्ट्रक्सन कम्पनीले बनाइदिन्छ नि। अनि यहाँ बसेर देशभक्ति हुन्छ भन्ने छ। सबभन्दा बढी पैसा कहाँबाट आइरहेछ ल भन्नुहोस्? रेमिटेन्सबाट 15 खरब रुपियाँ आउँछ। अरे पठाइदिउँ यार, म त आधा सरकारी कर्मचारी पनि छानेर पठाइदिउँ भन्छु। अनि हैसियत थाहा भइहाल्छ, विदेशमा गएर के काम गर्ने उहाँहरूको क्यापेसिटी रहेछ भन्ने कुरा थाहा हुन्छ कि। होइन यहाँ त ज्वाइँ जागिर पाउनु भएको छ नि त उहाँहरूले। नेपाल सरकारको सचिव लेभलको मान्छे पनि त विदेश गएको बेलामा नफर्केको रेकर्ड त छ नि त, धेरै छ। त्यो सुन्न पनि पहिले पनि आयो, जल्दो बल्दो उदाहरणहरू पनि। अनि यसलाई अपर्च्युनिटीको रूपमा हेर्नुपर्छ के, जस्तो अपर्च्युनिटी वर्ल्ड वाइड छ के। अनि तपाईँले यार काम गरेर यो देशलाई पैसा पठाइदिइराख्नु भएको छ नि, केही न केही कन्ट्रिब्युट, केही न केही धेरै ठुलो कन्ट्रिब्युसन हो नि त। अनि उहाँहरू खालि विदेश जाने युवा रोक्नुपर्छ, के रोक्नुपर्छ? अरे आरामले त्यहाँ त बस्न दिनु भएको छैन, उनीहरू टेन्सनमा छन् बिचरा। त्यहाँ बसेर पनि यहाँको टेन्सन लगाइरहेको हुन्छ, त्यो माया हुन्छ नि त देशको, बाहिर बस्न झन् बढी माया हुन्छ। एउटा भोट हाल्ने अधिकार त तपाईँहरू दिनु भएन, तपाईँहरू डेमोक्रेसीको कुरा गर्नुहुन्छ होइन। एउटा भोट हाल्ने अधिकार, त्यसको पैसा लाखौँमा तपाईँहरूले रेमिटेसन उठाउनु भयो होइन। ब्याङ्कलाई तपाईँहरूले कमर्सियलाइज गर्नुभयो, ब्याङ्क प्रफिट मेकिङ अर्गनाइजेसन बनाउने हो। 16% अहिले घटेर 8% आज लोन लिने कोही छैन। यत्रो 30-35वटा ब्याङ्क किन खोल्नु परेको थियो? जुन देशमा ब्याङ्क व्यापार गर्छ नि त्यो देशमा व्यापार कहिले पनि उठ्न सक्दैन कि। इट्स भेरी सिम्पल के। आज हेर्नु सबै पीडित छन्, विनोद चौधरी सरदेखि लिएर सबैको हेर्नुहोस् होइन, सबलाई पीडा छ। अहिले बल्ल लास्टमा ब्याङ्कको पालो आएको छ होइन। भनेपछि यो देशमा ब्याङ्कले व्यापार गरेर बस्या होइन। मैले दुर्गा प्रसादलाई सपोर्ट गर्न खोजे होइन, करेक्ट छ क्या कुरा चाहिँ। फेरि एजेन्डा वाइज ऊ पीडित हो नि त होइन। ऊ राजनीतिमा किन आयो? उहाँ किन आउनुभयो राजनीतिमा? व्यापारै सही तरिकाले गर्न दिएनन्। यहाँ सब ठोक्ने भनेको तपाईँ एन्टरप्राइजेस होइन, स्टार्टअप के भन्छौँ नि हामीहरू होइन, दिएको छ गर्न, दिएको छ तपाईँलाई गर्न। तपाईँले एउटा लयर राख्नु पऱ्यो, एउटा कम्पनी केही पनि न शिक्षा दिएको छन्, न एजुकेसन दिएको छन् प्रपरली। एउटा खेलाडीले, एउटा ठुलो मान्छेले बच्चालाई, मेरो छोरो 2 वर्षको छ, त्यसलाई त मैले जे गरे पनि भने त्यसलाई पिट्छन् कि घरमा कहिले काहीँ यसो हप्काउँछन् नि। म भन्छु यसलाई किन पिट्छ? यसको यो जब हाम्रो उमेरको हुन्छ नि बराबर, त्यो बेला हान्न सक्दैनौँ नि, अहिले नहान भन्छु कि मैले। तपाईँ हाम्रो अवस्था चाहिँ मेरो छोराको जस्तो छ। अनि हाम्रो सो कल्ड ग्रेट हाम्रो ब्युरोक्रेटिक जो हुनुहुन्छ सरहरू होइन, सरहरू त अब ठुलो मान्छे नि त,
उहाँहरूले त तजविज प्रयोग गर्न पाउनुहुन्छ होइन। तर जेनजी रिभोल्युसन पछि म गएको थिएँ, सरकारले गएको थिएँ, राम्रो रेस्पोन्स थियो, चेन्जेस आउँदैछ त्यो बेला त हाम्रो केपी ओलीमा पनि राम्रो रेस्पोन्स थियो। अब बिस्तारै मान्छे त आफ्नै जातमा हुन्छ नि, त यसको एउटै उपाय छ, हेर्नुहोस्, खाली गर्नुहोस् देश। मैले सिम्पल भन्छु, जनता बढी भएको छ, रोजगारी दिनु, बाहिर विदेश पठाउने व्यवस्था गर्नुहोस् प्रपरली, मेन पावर कम्पनीलाई प्रपरली मोबिलाइज हुन दिनुहोस्। मैले अघि भने नि, सरकारले यस्तो नियम ल्याइदिएछ 25,000 भन्दा माथि लिन पाउनु भन्छ, अनि अन्डर टेबल कारोबार भएको छ, सरकारले संस्थागत करप्सनको बाटो बनाइदियो कि होइन उसले। अनि यहाँ एउटा मूर्खले गरे के भन्दैछ, आइएनजिओको मान्छेले गएर तत्कालीन प्रधानमन्त्रीलाई बुद्धि छैन, त्यही भएर त बुझेको मान्छे मन्त्री भन्नुपर्छ। अब हामीले त आइएनजिओमा त पैसा बाहिरबाट आउँछ, अनि त्यो कम्पनीले हामीलाई पैसा दिनु पऱ्यो नि हजुर भन्दैछ। अब दिन्छ विदेशको इम्प्लोयरले, अनि उहाँहरू कानुन फेरि यति बदल्नुहोस् न यार, कानुन के गाह्रो छ र। जेन्जीले खोजा त्यही त हो नि। अब म त बिचरा जेन्जी नभएर ममा यो फिलिङ छ भने सोच्नुहोस्, ममा यति मतलब बुझाएको छु नि त, देश सय हो नि त। हामी त यार 20-25 वर्ष हामीले रिभोल्युसन गरे होइन, तर हामीसँग मोबाइल थिएन, जहिले पनि आवाज दबाइयो होइन। अब आजको डेटमा आवाज दब्दैन। अब आवाज दब्ने एउटै उपाय थियो, सोसियल मिडिया दाबिदिन्छु भन्ने थियो, दबेन, सम्भावनै भएन। अब सबै कुराहरूलाई समेट्दाखेरि अब हामी चुनावमै आएर अड्किन्छौँ। चुनाव होला या नहोला भन्ने कुरा चाहिँ एकदमै दोधारमा छ, होला कि नहोला, तपाईँलाई के लाग्छ यसमा? अब यो कुरा हाम्रो यस्तो छ क्या, अभागी खाना खाने बेला रिसाउँछ भन्छन् नि होइन। यो अब 4 महिना छ होइन, अब संसद पुनस्था यो बकवास कुराहरू हो कि, यस्तो उहाँहरूलाई यति प्रायोरिटी रहेछ है, बाफरे बाप प्रक्रिया कति संवैधानिक। भ्रष्टाचार गर्ने बेला संविधानमा लेख्नुहोस् तपाईँहरू कि कसरी भ्रष्टाचार गर्ने, बडा प्रक्रिया फलो गर्नुहुन्छ तपाईँहरू होइन। अहिले के हो, इलेक्सन हो के, फोकस उहाँहरूले पनि जित्नुहुन्छ होला जहाँसम्म मलाई लाग्छ। स्ट्रक्चर हो नि त, कहाँ यतिकै तोडिन्छ, गाह्रो छ। यदि तोड्ने अनि जेन्जीको भाइ बहिनीहरूले मैले उठाइदिएको छु जुन एजेन्डा होइन, डिजिटल जुन भोटिङ छ नि, दिनुहोस्, म भोट हाल्छु। फेरि चुनाव हुनुपर्छ नवीन, चुनाव हुनैपर्छ होइन, तर म भोट हाल्दिनँ। यदि मलाई डिजिटल भोट हाल्ने एक्सेस दिन्न भने म 30,000 खर्च गरेर भोट हाल्दिनँ, क्लियर कुरा। अब यसलाई तर चुनाव हुनुपर्छ। अब जसलाई 30,000 खर्च गर्न मन लाग्छ, यो महँगो चुनावमा मेरो कुनै पार्टिसिपेसन हुन्न, किनकि मैले 30,000 मसँग व्यवस्थै गर्न गाह्रो छ, ब्याज तिर्नु छ, ट्याक्स तिर्नु छ सरकारको होइन, छोरीलाई बाहिर पठाउनु छ, ओपनली भन्दै मैले, लुकाएर कुरा गर्न जरुरी छैन के, छैन, जरुरी नै छैन। त्यहाँ जान्छ, पैसा कमाउँछ, पठाइन्छ देशलाई, तपाईँहरू खानु होला कमिसन, भ्रष्टाचार, तपाईँहरूलाई सजिलो हुन्छ नि त। पैसाको फ्लो बन्द पनि के भ्रष्टाचार गर्नुहुन्छ होइन। नेपालीहरू कतिजना छन् बाहिर, 1 करोड, अरू कति छन् बेरोजगारको डाटा निकालौँ बाहिर पठाऊँ, यहाँ सक्दैनन् दिन, उहाँहरूले सक्नुहुन्न के। मुखले भनेर हेर, रोजगारीको निम्ति रोजगारी दिनुपर्छ भनेर गऱ्यो भने फेरि त्यो ब्लास्ट हुन्छ है। हाम्रो निडले पनि भ्याउनु पऱ्यो नि त होइन। अब ब्यालेन्स डाइट खाने भनेर बिहान साँझ काजु किसमिस खाएपछि के हुन्छ, ब्लड प्रेसर बढ्छ, कोलेस्ट्रोल बढ्छ, बडीले मिल्छ कि मिल्दैन त्यो हेर्नु पऱ्यो नि होइन। अब राज्यको दायित्व जागिर दिने हो भनेर अनि प्रहरीमा सङ्ख्या थपिदिने, आर्मीमा थपिदिने, सशस्त्र प्रहरी बल त द्वन्द्वकालमा आएको हो नि, चाहिन्न भने मर्ज गर्नुहोस्, घटाउनुहोस् न, राज्यले थेक्न सक्दैन के। अनि यो पनि यस्तो हो, उहाँहरूलाई काट्नै पर्छ भन्ने पनि छैन के। खाली कोही कर्मचारी बस्नु भएन, मेरो अफिसमा त कोही स्टाफ खाली बस्न पाउनुहुन्न के, बुझ्नुभयो नि। अब त्यो 8-10 जना छ नि त, अफिस सजिलो छ के। मेयर साहबलाई त्योभन्दा गाह्रो होला के, प्रधानमन्त्रीलाई त्योभन्दा गाह्रो छ के। सशस्त्र प्रहरी त अस्तिको उसमा पनि त खासै मोबिलाइज भएन नि त, प्रोटेस्टमा पनि त्यति धेरै फ्रन्ट लाइनमा पुलिस आयो कि त आर्मी आएकै जोडी, ऊ त बिचौलिया भएर बस्यो होइन। ठिक छ, तपाईँले भने जस्तो युथ जेन्जीले प्रोटेस्ट गरे, तर यो चुनाव भए तापनि त्यति धेरै जेन्जी इन्भल्भमेन्ट हुँदैन। यो चुनावमा बहुत खतरनाक नतिजा आउन सक्छ यदि विदेशमा भएको नेपालीहरूलाई यो अहिलेको सरकारले यति गर्दै पुग्छ। केपीओली थुन्नु पर्दैन, प्लिज छोडिदिनुहोस्, टर्चर नलिनुहोस् गृहमन्त्रीज्यू, प्रधानमन्त्रीज्यू, केपीओलीज्यूले पनि टेन्सन नलिनुहोस्, कसैलाई थुन्न जरुरी छैन, हुने कुरा भइसक्यो, क्षतिपूर्ति दिउँ होइन। जुन हामीले जवाफ केबाट दिने हो थाहा छ, व्यवस्थाको परिवर्तनबाट दिने हो। एउटा केपीओलीलाई थुनेर केही पनि हुनेवाला छैन, एउटा रमेश लेखकलाई थुनेर केही पनि हुनेवाला छैन, किन यो काण्डमा उहाँहरू देखिनु भयो। अहिले पल्टायो भने त कोही पनि बच्दैनन्, कोही पनि बच्दैनन् होइन। त्यता नजाउँ होइन, चुनाव गरौँ। उहाँहरूलाई पनि एउटा बिरालोलाई पनि चारतिरबाट थुन्नुभयो भने त्यसले तपाईँलाई झम्टिन्छ। त्यो कुरा त गृहमन्त्रीज्यू जति कसले बुझ्नुभयो होला, अहिलेको उहाँको बाध्यता पनि हामीले बुझिदिनुपर्छ कि अब त्यहाँ भन्न पो सजिलो छ, हान्न कम गाह्रो छ होइन। त्यसपछिको रिपरकसन्सहरू पनि त हेर्नु पऱ्यो नि त हामीले होइन। त्यही भएर मेरो एउटै रिक्वेस्ट के भन्दा चुनाव हुनुपर्छ, विदेशकोले हाल्न पाउनुपर्छ, समय बढाउनुहोस्। तपाईँले के भन्नुभएको थियो, समय नाम चुनाव हुनुपर्छ, 1 महिनाको लागि मात्र किन यो, अरे चुनावको 7 दिन अगाडिसम्म भोटर आइडी खोल्नु न, के फरक पर्छ यार। रेमिटेन्स लिने बेला तपाईँले दिन तोक्नु भएको छ,
तपाईँहरूले घुस कमिसन खाने बेला कहिले दिन तोक्नुभयो, रात तोक्नुभयो भनेपछि चुनावको एक दिन अगाडिसम्म पनि मिल्छ टेक्निकली भने पनि जति हुन्छ 1 हप्ता 1 महिना गर्न दिनुहोस् रेजिस्ट्रेसन। र डिजिटली हामीले भोट हाल्ने व्यवस्था ल्याउनुहोस्। यही इलेक्सनमा रिभोल्युसन के हो थाहा भइहाल्छ। जाँदा जाँदै यदि साँच्चीकै जेनजी जुन पपुलेसन छ, जुन युथ छ, अहिले सिस्टमेटिक चेन्ज चाहन्छ र त्यो आवश्यकताको रूपमा लिन्छ भने उनीहरूले कस्तो माइन्डसेट चाहिँ एडप्ट गर्न जरुरी छ भन्ने कुरा चाहिँ जरुरी पनि छ। त्यो तपाईँले एकदम क्लियर गरिदिनु पऱ्यो क्या। कस्तो माइन्डसेट बोक्यो भनेदेखि चाहिँ साँच्चीकै सिस्टमेटिक चेन्ज ल्याउन सकिन्छ त। देश बनाउने कुरा गाह्रो छ। तपाईँहरू जुन भनौँ न कन्ट्री बनाउन जाँदै हुनुहुन्छ, तर कन्ट्री बनाउन हिजो शेरबहादुर देउवा पनि आउनुभयो। उहाँहरू पनि कुनै बेला यङ एज हुनुहुन्थ्यो होइन। अब माधव कुमार नेपाल होइन अथवा प्रचण्ड होइन, सबैजना देशै बनाउनु जहाँ परिवार छोड्नु भयो, हिजो टाउको मूल्य तोक्या थियो होइन। उहाँहरू पनि बनाउनै जानुभएको थियो, बिग्रिहाल्नुभयो। सो मेरो तपाईँहरूलाई शुभकामना पनि छ र रिक्वेस्ट पनि छ होइन। रिक्वेस्ट सँगसँगै एउटा सिनियरको नाताले भनौँ न होइन, म अलिकति एक पुस्ता अगाडिको भयो नि त तपाईँहरूभन्दा। सो त्यो पुस्तालाई रिप्रेजेन्ट गर्दै म तपाईँहरूलाई एउटै चिज भन्छु कि तपाईँहरू आफूलाई जोगाउनुहोस् होइन। जोगाउनुहोस् भन्नाले तपाईँको हत्या होला अथवा गोली त्यो भन्न खोजे होइन, तपाईँले यो व्यवस्थाबाट आफूलाई जोगाउनुहोस् होइन। कहिलेकाहीँ के हुन्छ भन्दाखेरि अब मान्छेहरू नाली सफा गर्न जान्छन् होइन, फेरि आफैलाई सफा गर्ने स्थिति आइहाल्छ। सो बी भेरी केयरफुल। यदि तपाईँहरू अब जेनजी धेरै देखियो हेर्नुहोस् होइन, भिडियोमा पनि कति कुराहरू आयो। साँच्चै नै तपाईँहरूलाई आज पनि पैसा र पावरले मोटिभेट गर्छन्, प्लिज पोलिटिक्स नगरिदिनुहोस्, सिग्रिगेट हुनुहोस्। मिराज ढुङ्गाना भाइलाई पनि म त्यही भन्छु, उहाँलाई पनि होइन। अब रिभोल्युसनको बेला उहाँ हुनुहुन्थेन जति चाहिँ होइन, म सुदन गुरुङलाई अलिकति होला हाम्रो नेपाल के बोकेर जानुभयो, तर त्यो मान्छे साँच्चै कुनै टेन्सन तनाव लिएकै हो क्या उसले। त्यो बेला लिएकै हो। बालेन सर नआएको बेला होइन, हाम्रो मेयर साहब नआउनु भएको बेला सुदन गुरुङ एउटा सिङ्गल टार्गेट भयो नि त बिचरा होइन। अब मिराजजीले अब बुवामा मिरिसाउनुहुन्छ भनेर चाहिँ बस्दिनु भयो घरभित्र होइन, ठिकै छ। उहाँले एजेन्डा उठाउनु भयो, त्यो आफ्नो ठाउँमा छ होइन। तर उहाँले फुलको के को व्यापार गर्नुहुन्छ नि होइन। यो देखावटीबाट तपाईँहरू प्लिज इन्सपायर्ड नहुनुहोस् है। पहिला बुझ्नुहोस् तपाईँ यसको निम्ति बन्या हो होइन। तपाईँहरूले माग उठाएकै हो, तपाईँहरूकै आन्दोलन हो। कसैले हाइजेक गरेका छैनन्, गर्दा पनि गर्दैनन् होइन। त्यो नेपाली जनता हामीहरूले त्यसलाई संस्थागत गर्छौँ। राष्ट्रपतिले औपचारिकता दिने नदिने दोस्रो कुरा, नेपाली जनताहरूले त्यसलाई के गरिदिइसक्यो, एन्डोर्स गरिदिइसक्यो क्या। यदि गर्थेन भने त जेनजीलाई लखट्थ्यो होला नि त सब मिलेर। हाम्रो छोराछोरीलाई कसरी लखट्ने होइन। हामी आफ्नै छोराछोरीलाई लखट्नु पर्ने कुरा हो नि त होइन। र सबैजना भित्र मनमा खुसी थिए, मान्नुहोस् नमान्नुहोस्। मलाई लाग्दैन होइन, यो देशमा सफर गरेको मान्छे असली पब्लिक सिंहदरबार चल्दाखेरि त्यसको मन रुवाथ्यो जस्तो मलाई लाग्दैन। तर मलाई नसोध्नुहोस् तपाईँको रुवाथ्यो कि रुवाथेन, एन्सर पाइसक्नुभयो होला। मेरो घर इम्पोर्टेन्ट कुरा हो क्या, सिंहदरबार इम्पोर्टेन्ट कुरा होइन कि। केपी ओलीजीलाई आफ्नो घर जल्दा साँच्चै दुःख लाग्यो कि अनेस्टली पिटाइ जो लेखा छ नि, दर्द त्यसलाई थाहा छ कि। अब म नाम भन्न जान्न होइन, पिटाइ जो लेखा छ उसलाई दर्द थाहा छ नि त। त्यो घर जल्दाखेरि बढी पीडित हुनुहुन्छ क्या उहाँहरूको। सिंहदरबार होइन के मान्नुहोस्, बनाइन्छ। शासन राम्रो बनाऊ क्या, यस्ता दरबार जति पनि हामी छोडाउन सक्छौँ पनि सक्यो नि त। धेरैजनाले आएर भन्नुभयो उहाँहरूले आफ्नो घर जल्दाखेरि दुखेसो पनि पोख्नुभयो, तर सिंहदरबार जल्यो भनेर दुखेसो पोखेको चाहिँ देखिएन। माफी माग्नु मेरो बाले बनाएको आयो नि त। पुरुषोत्तम यादव भाइ बोल्नु भएको थियो नि त होइन, बिचरा टेन्सनमा हुनुहुन्थ्यो। माफी समेत माग्दिनु हुन्न यार। माफी माग्नु उहाँ त उहाँलाई के लाग्छ म माफी मागेर म कमजोर हुन्छु। उहाँहरूले कमजोरमाथि जहिले पनि शासन गर्नुभयो। एकजना स्टालिन भन्ने व्यक्ति थिए अरे कि, मैले अब सुने हो, कतिको सही हो यो कथा थाहा छैन। अनि उहाँले कुखुराको प्वाँकहरू निकालिदिनु हुन्थ्यो अरे कि जम्मै, अनि चामल छर्नुहुन्थ्यो कि, अनि कुखुरा मालिक भनेर आउँथ्यो कि होइन, तर प्वाँक उहाँले नै निकाल्नु भएको थियो कि। सो दिस इज द रियल कन्टेक्स्ट अफ नेप्लिज पोलिटिक्स। आजसम्म उहाँहरूले गर्नुभएको होइन, गर्नुभएको छ, डेभलपमेन्ट गर्नुभएको छ। हजुर तपाईँहरूले डेभलपमेन्ट नगर्दा त हामी पोडकास्ट पनि कहाँ चलाउन सक्थ्यो त। यो त जेनजीले दिए होइन नि त होइन। जेनजीले त यहाँ नयाँ क्रिएसन फ्रिज त तपाईँहरूले दियो, कोही बेला हामीले बनायौँ होला होइन। तपाईँहरूले दिएको कुरालाई हामीले सम्मान गऱ्यौँ के, तर हामीलाई यतिले पुगेन त। अब आउने पुस्ता भाइ बहिनीहरूलाई पुगेन त। अब त बुझिदिनु पऱ्यो नि त कुरा। तपाईँहरूले व्यक्ति होइन व्यवस्था प्लिज राम्रो गरिदिनुहोस्, करेक्सन गरिदिनु। ल जे भयो भयो, अब राम्रो बनाउनुतिर लागौँ भन्ने कुरा हो कि होइन। त्यही नै हो फाइनल मेसेज। र चुनाव हुनुपर्छ र हामीले पनि भोट हाल्न पाउनुपर्छ। मसँग भोटर आइडी कार्ड छ सरकार, यही सरकारलाई मेरो भनाइ हो। मसँग भोटर आइडी कार्ड छ होइन, मैले भोट हाल्न पाउनुपर्छ। तर म फाइनेन्सियली म दाङ गएर हाल्न सक्दिनँ सरकार। तपाईँहरू 2 वर्षमा भोट हाल्ने सिचुएसन ल्याउनुहुन्छ, भोलि 6 महिनामा ल्याउनु होला। यति महँगो भोटिङ म गर्न सक्दिनँ। सो दिस इज अ भेरी क्लियर मेसेज अफ अ नर्मल नेपाली सिटिजन। म 50-60 हजार 1 लाख भए पनि कमाउँछु, म डराइरहेको छु भोट हाल्न होइन। टेक्नोलोजीबाट यत्रो जेनजी रिभोल्युसन हुनसक्छ भने इलेक्सनमा रिभोल्युसन ल्याउनुहोस् साथीभाइहरू होइन। बरु 2-4 दिन ढिलो गर्नुहोस्, केही फरक पर्दैन। कोही मरिहाल्दैनन्। 6 महिनामा 7 महिना भइदियो भने पुरै व्यवस्था त्यो भ्रष्टाचार गर्नुभन्दा अगाडि सोच्ने कुरा हो क्या।
सबभन्दा नीच र गलत काम गर्दा आत्मा मरेको छैन भने अनि एउटा डेट सरेर केही पनि फरक पर्दैन के। मेरो कुरा मापदण्ड पुरा गरेर गरौँ। यत्रो रिभोल्युसन तपाईँले अघि भन्नुभयो नि यो हुन्छ त यो संस्थागत हुन्छ त हामीले पाउने कुरा हो। त्यसको निम्ति इलेक्सनमा सबले पार्टिसिपेसन हुन पाउनुपर्छ। जब डिस्कर्डबाट प्रधानमन्त्री फाइनल हुन सक्नुहुन्छ भने हामीले पनि डिस्कर्डबाट भोट हाल्न पाउनुपर्छ। ल डिस्कर्डबाट भोट हालेर हुन्छ मेरो ओपन च्यालेन्ज हो होइन, किन हुँदैन। तपाईँहरू अनलाइनमा बैठक गर्नुहुन्थ्यो त कोभिडको बेला, त्यो बैठकमा माइन्युटिङ भएको छैन, त्यसले तपाईँ इन्टरनेट किन चलाउनुहुन्छ, फेसबुकमा हालेको पोस्टमा लाइक हान्दा त्यो एन्डोर्स हुन्छ भने भोटिङ किन हुन्न। बरु यो खोजौँ कि अनलाइनमा होइन उहाँहरूलाई डर के हो, ब्यालेट चोरी हुन्छ, हामी त भ्याउँदैनौँ जेनजीलाई, फेरि त्यो भयो भने त इन्टरनेटबाट त हानिदिन्छन्। ट्यालेन्ट छ नि त उनीहरू त, ट्यालेन्ट छन् नि त। अनि अर्को कुरा मैले तपाईँको पोडकास्टबाट जति पनि विदेशमा भएको नेपालीहरू हुनुहुन्छ नि उहाँहरूलाई टर्चर दिने काम न, उहाँहरूलाई मजाले राइट्स दिनु पऱ्यो क्या। सिम्पल कुरा, यदि नागरिक एपबाट हामीले भोट हाल्न पाउँदैनौँ भने नागरिक एपको अस्तित्व के त। एक्ज्याक्टली होइन, ट्र्याक गर्न मिलिहाल्छ नि, ट्र्याक गर्न मिलिहाल्छ होइन। अब भोट चोरी होला के होला त्यो त जहाँ पनि हुनसक्छ, त्यो त सागर ढकाललाई थाहा होला नि त भोट कसरी चोरी भएको थियो भन्ने कुरा डरलामा उसलाई थाहा होला। अब झेल्नुहोस् न त अलिअलि, तपाईँको खेलमा तपाईँले हराउनु भयो, अब नातिहरूको खेलमा पनि त हल्का रमाइलो गर्नुहोस् बाजेहरू भन्ने मेरो रिक्वेस्ट हो। मैले त बानै भन्नु पर्ला उहाँहरूलाई होइन, त्यति होइन त तपाईँहरूले आफ्नो खेल खेलाउनु भयो। अब हल्का डिजिटलबाट उहाँहरूले ल्याउनु भएको छ त मानिदिनु न त। तपाईँको चुनाव चाहिँ एकदम धाँधली रहित थियो आजसम्म, दिन सक्नुहुन्छ ग्यारेन्टी। तपाईँहरूको त भोटर पनि फिक्स हुन्छ क्या, यसले हाल्छ भने त्यसलाई तपाईँहरू पार्टीको सदस्यता बाँड्नुहुन्छ। त्यही पीडा होइन काङ्ग्रेसमा दुई महामन्त्रीहरूको, त्यही पीडा होइन एमालेमा। ल खुल्लाम खुल्ला पार्टीभित्र हुन्थ्यो नि देश यस्तो हुन्थेन नि त। सो त्यही भएर इलेक्सन मात्र एउटा खतरा रिभोल्युसन हो। तर भोट हाल्नको निम्ति ब्यालेट पेपरमा फेरि गाउँमा गएर लाइन लागेर सकिन्न। किन भन्दाखेरि पैसाको मात्र कुरा होइन, मेरो म्यासेज मात्र पैसाको कुरा होइन कि सबैले चुनावमा के गर्न पाउनु पऱ्यो त, भाग लिन पाउनु पऱ्यो। 100% नेपालीले भाग लिन पाउनु भयो। यदि विदेशमा भएको नेपालीहरूले भाग लिन पाउन्न भने तपाईँहरू प्लिज होइन उहाँहरूको रेमिटेन्स नलिनु यार, तपाईँहरू राजीनामा दिनुहोस् यार जम्मै ब्युरोक्राट्सहरू। तपाईँहरूको हातमा छ देश अहिले, खास भन्ने हो भने नेताहरू बिचारा यो 6-7 जना मन्त्री जगदीश खरेलले के गरिहाल्नुहुन्छ, उहाँले आएर बिचारा डिसिजन सुनाइदिने हो, उहाँले त खालि निर्देशन दिने हो। हात अहिले कसको ड्राइभरको सबै तपाईँ यति गरिदिनुहोस् होइन, तपाईँहरूको पाप सब पखालिन्छ, ढुक्क हुनुहोस्, त्यति गरिदिनुहोस्। सारा नेपालीले तपाईँहरूलाई केही गर्दैनन्, नेपाली दयालु स्वभावका छन्। नेपालीहरू 3 दिन अगाडि आगो लगाउँदै थिए, त्यसपछि गएर सफा गरिरहेको थिए, पुलिससँग गएर फेरि हातमालो गर्दै थिए। यो नेपालीको फितरत बहादुर छन् होइन, अलिअलि बेकुप पनि छन् नेपालीहरू र एकदम दयालु स्वभावका छन् कि होइन, चाँडो बिर्सिन सक्छन् घाउलाई। तपाईँहरू टेन्सन नलिनुहोस्, किन भन्दा जति पनि कर्मचारीहरू हुन्छ उहाँहरू पनि त जेन्सीकै बुवा आमा हुनुहुन्छ, पक्कै पनि तपाईँको छोराछोरीले तपाईँहरूलाई गर्नु न, तपाईँ अब सुध्रिदिनुहोस्, त्यतिमा हाम्रो रिक्वेस्ट हो। ओके, थ्याङ्क यू सो मच। सिम्पली आजको पोडकास्ट जतिजनाले यहाँसम्म हेरिसक्नु भएको छ, हेरिरहनु भएको छ, तपाईँहरूको लागि क्लियर म्यासेज। अब जेनजी पुस्ताले हेरिराख्नु भएको छ या योभन्दा अघिल्लो जेनेरेसनले हेरिराख्नु भएको छ, सिम्पल कुरा साँच्चीकै अहिलेको गभर्मेन्ट जुन 6 इन्टरिम गभर्मेन्ट भनौँ जेसुकै भनौँ, यदि जेनजीकै हितमा बनेको थियो र उनीहरूकै रेभोल्युसनबाट बनेको हो भनेदेखि भोटिङ राइट्सलाई चाहिँ ट्रान्सप्यारेन्ट र सस्तो बनाइदिनुहोस् भन्ने हाम्रो रिक्वेस्ट। डिजिटल बनाइदिनुहोस् ताकि देशमा बसेकोले पनि भोट हाल्न पाओस् या विदेशमा बसेकोले पनि भोट हाल्न पाओस्। यति गरिदिनु भयो भने यो अन्तरिम गभर्मेन्ट पनि सफल गभर्मेन्ट एकदम सफल हुन्छ। किन जागिर त दिनु भएन सरकार होइन, चुनावमा भोट हाल्न त सबलाई दिनुहोस् प्लिज। अनि बल्ल हाम्रो निम्ति यो डेमोक्रेसी हुन्छ होइन। हामीले सहज सुपथ होइन सरल तरिकाले भोट हाल्न पाउनु पर्यो। डिजिटलाइजेसनलाई प्लिज एक्सेप्ट गर्नुहोस् होइन। ई सेवाले हेर्नु त कहाँ पुगिसक्यो, त्यति हाम्रो रिक्वेस्ट हो। ओके, थ्याङ्क यू सो मच एभ्री वान, सी यू इन नेक्स्ट एपिसोड।